ल सुरु गरौँ है। पहिला क्वेसन्स बुझौँ। क्वेसन्स बुझ्न टाइम लाग्छ। के भने रहेछ? पास्ट क्वेसन्स। यो के हो? यो पास्ट क्वेसन्स। राइट आन्सर्स। हजुरले के लेख्ने? आन्सर्स टु द फलोइङ इमेल मेसेजेस। ओके, पहिलो कुरा, फरेन सेक्रेटरी हैज बीन इन्भाइटेड टु अ नेशनल डे रिसेप्सन अफ अ कन्ट्री। फरेन सेक्रेटरीलाई केमा बोलाइएको छ? केमा बोलाइएको छ हजुर? ओके, नेशनल डे रिसेप्सन प्रोग्राममा। राष्ट्र नेशनल डे रिसेप्सन भनेको नेशनल डे प्रोग्राममा चाहिँ बोलाइएको छ। कसलाई बोलाइएको छ? फरेन सेक्रेटरी हैज बीन इन्भाइटेड। अब हजुरको पोस्ट के हो थाहा छ? एसिस्टेन्ट के हो? सेक्सन अफिसर। हजुरको हो एसिस्टेन्ट सेक्सन अफिसर। हजुरले जहिले पनि यो बुझ्ने कि हजुरले म भनेको एसिस्टेन्ट सेक्सन अफिसर हो, म एसिस्टेन्ट सेक्सन अफिसर बनेर मैले के लेख्न पर्छ? मेल लेख्न पर्छ। के बनेर लेख्नु पर्छ अरे हजुर? एसिस्टेन्ट सेक्सन अफिसर बनिसक्नुभयो, बनेर लेख्नु पर्यो। अब हेर्नुहोस् है, ड्राफ्ट रेस्पोन्स एक्सप्रेसिङ इनएबिलिटी टु अटेन्ड। अब यहाँनिर प्रब्लम के छ? हिजो मैले पनि फास्ट हेरेँ, राम्ररी हेरिनँ। घर घरमा यो क्वेसनको आन्सर बनाइदिन्छु भन्दाखेरि आई वाज सक। यहाँ के भनेको रहेछ भने, मैले यहाँ अलिकति भनेपछि हजुरले पत्ता लगाउनुहुन्छ कि? हेर्नुहोस् है, द फरेन सेक्रेटरी रिग्रेट्स हिज इनएबिलिटी टु अटेन्ड द नेसनल डे रिसेप्सन इन काठमाडौँ ड्यू टु प्रायर अफिसियल कमिटमेन्ट भन्यो। कसले लेख्या यो? योर्स सिन्सियरली। यहाँनिर हजुरको आफ्नो नाम लेख्ने। लेट मी ब्रिङ। म सिकाउने छ है, डोन्ट वरी। मैले यहाँ मेरो नाम लेखेँ, यस AMITA, समिता। के लेखेँ? समिता लामी छाने। LAMIC याचे यानी लामी छाने। मैले यो फरेन सेक्रेटरीलाई मेटेँ है अहिले। यसलाई मैले हाइड गरेँ। ल ल, अब यो क्वेसन कसले के बुझ्यो? के भनेर कसले क्वेसन बुझ्यो? ल भन्नुहोस् त। क्वेसन जटिल छ बुझ्नको लागि पहिला क्वेसन छिर्नु पर्यो दिमागमा है। क्वेसनले के भनेको रहेछ भन्दाखेरि, फरेन सेक्रेटरी हैज बीन इन्भाइटेड टु अ नेशनल डे रिसेप्सन। ओके, यहाँ भनेको छ द फरेन सेक्रेटरी रिग्रेट्स हिज इनएबिलिटी टु अटेन्ड द नेशनल डे रिसेप्सन इन काठमाडौँ ड्यू टु प्राइड भनेको फरेन सेक्रेटरीलाई बोलाइएको छ हो हजुर। अब फरेन सेक्रेटरीलाई हजुरको सिनियरलाई बोलाइएको छ। कसलाई बोलाइएको छ? हजुरको सिनियरलाई। अब उहाँले त आफै मेल लेख्नुहुन्छ? लेख्नुहुन्न। उहाँको सबै लेखिदिने कसले? हजुरले। डकुमेन्टेसनहरू कसले बनाउने? हजुरले। कसले बनाउने हजुर? हजुरले, एएसओले। ओके, उहाँसँग त टाइम हुँदैन नि त यस्तो डकुमेन्टेसनको काम। दायाँ बायाँ टाइम हुन्छ? हुँदैन। कहाँको अब ऊ त्यस्तो गरेर बस्छ? ऊ त मिनिस्टर सँगसँगै हिँड्न पर्यो कि परेन? यस, पऱ्यो कि परेन? सोच्नुहोस् त। भनेपछि हजुरले चाहिँ एएसओले चाहिँ के गर्नु पर्यो? एएसओले चाहिँ के लेख्नु पर्यो? एउटा ड्राफ्ट मेसेज लेखेर इन्फर्म गरिदिन पर्यो। त्यो जुन प्रोग्राम जसले एरेन्ज गर्दैछ, त्यो प्रोग्राम जहाँबाट उहाँलाई निम्तो आएको थियो, उहाँको सिनियर भनेको को हो? फरेन सेक्रेटरी। को हो? फरेन सेक्रेटरी। फरेन सेक्रेटरीसँग टाइम छैन। कोसँग टाइम छैन? फरेन सेक्रेटरीसँग टाइम छैन। अब उहाँको बिहाफमा, अन द बिहाफ अफ फरेन सेक्रेटरी, यु हेभ टु ड्राफ्ट अ इमेल। यु हेभ टु ड्राफ्ट एन इमेल। आर यु गेटिङ इट? बुझियो? अब मैले के भनिदिएँ भन्दाखेरि, पहिला सब्जेक्ट लेख्ने, अरू केही लेख्नु पर्दैन। रिगार्डिङ लेखिदियो भने बेस्ट। रिगार्डिङ नेसनल डे रिसेप्सन। नेसनल डे रिसेप्सनको बारेमा भन्यो। सक्यो? सक्यो। तल के भनेको छ? योर एक्सिलेन्सी। कसलाई गरेको? यो सिनियरलाई। ओके, योर एक्सिलेन्सी द फरेन सेक्रेटरी रिग्रेट्स हिज इनएबिलिटी टु। रिग्रेट भनेको पछुतो माने होइन, दुःख मानेको। के हो? दुःख मान्नु। किन रिग्रेट? किन वाज इज अनेबल टु नलेखेको भन्दा, इज अनेबल टु चाहिँ एकदमै जेनरल भयो। यो एकदम हाइली एकाडेमिक इमेल रेस्पोन्स हो। एकदम भिआइपीले लेखेको रेस्पोन्स हो। आर यु गेटिङ इट? सो भिआइपीलाई तपाईँ तपाईँ एज अ तपाईँ एसिस्टेन्ट सेक्सन अफिसर हुनुभयो, तपाईँले एकदम ठुलो मान्छेलाई लेटर लेख्दै हुनुहुन्छ। कसलाई लेख्दै हुनुहुन्छ? हाई अफिसियल बडीलाई हो। भनेपछि भाषा पनि कस्तो हुनु पर्यो? एकदम एकाडेमिक, हाई एडभान्स हुनु पर्यो। नमस्ते। हिजो चिया लिनै बिर्सेछ, आज चाहिँ हस्, हजुरले यति दुःख गरेर ल्याउनु भएको छ। ल है,
भनेपछि अब म को बनेर हो के फरेन सेक्रेटरीको बिहाफमा उहाँको एसिस्टेन्ट बनेर मैले के लेखिदिएँ द एकदम फर्मल छ कि छैन हेर्नुहोस् त द फरेन सेक्रेटरी रिग्रेट्स हिज इनएबिलिटी टु या रिग्रेट भनेको पछुताको होइन है दुःख मानेको ओके इज एन इनएबिलिटी टु अटेन्ड द नेसनल डे रिसेप्सन इन काठमाडौँ ड्यु टु प्रायर अफिसियल कमिटमेन्ट आफ्ना अफिसियल कमिटमेन्टले गर्दा है उहाँले चाहिँ यो प्रोग्राम अटेन्ड गर्न पाउनु भएन पाउनु हुँदैन भनेर इन्फर्म गरिदियो दिस इज वानली इन्फर्म अब योर सिन्सियरली यो लेख्ने मान्छे को समिता लामिछाने म होइन मेरो पोस्ट के हो एएसओ मेरो पोस्ट के हो एएसओ के हो म ए हो है अनि एसिस्टेन्ट अनि यहाँ तल लेखिदिनु भयो भने अन बिहाफ अफ फरेन मिनिस्टर भनेर लेखिदिने फरेन मिनिस्टर लेख्न मन लाग्यो त्यो पनि आवश्यक छैन होइन म लेख्छु भन्यो भने अन एएसओ एसिस्टेन्ट सेक्सन अफिसर फुल अन लेखिदिने आफ्नो यो चाहिँ पुरै आफ्नो पोजिसन चाहिँ पुरा खुलाएर लेख्ने है को हो भन्ने कुरा यो मान्छे लेख्ने को हो भन्दा समिता लामी योर सिन्सियरली योर्स फेथफुल्ली बेस्ट रिगार्ड्स वाट एभर यु वुड लाइक टु राइट एउटा कमा दिने आफ्नो नाम फुल अन लेख्ने ढाँट्नु पर्दैन आफ्नो नाम मजाले लेख्ने त्यसपछि एसिस्टेन्ट सेक्सन अफिसर अन बिहाफ अफ फरेन मिनिस्टर अन बिहाफ अफ फरेन मिनिस्टर भनेको फरेन मिनिस्टरको तर्फबाट आर यु गेटिङ इट हो ल हेर्नुहोस् त हजुरले इन्फर्म गरिदिनु भयो त्यो प्रोग्राम जसले प्रोग्राम एरेन्ज गरेको थियो त्यो प्रोग्राम अरेन्ज गर्ने त्यो अफिसमा गरिदिनु भयो कि भएन आर यु गेटिङ इट अर नट के भन्यो द फरेन सेक्रेटरी रिग्रेट्स हिज इनएबिलिटी टु अटेन्ड द नेसनल डे रिसेप्सन इन काठमाडौँ ड्यु टु प्रायर अफिसियल कमिटमेन्ट योर सिन्सियरली यही हो ट्याक्क अनि हामीले हिजो 2 नम्बर भन्यो म त 2 नम्बर देखे जस्तो पनि लागेको थियो दुईटा इमेल आउने हो एक एक नम्बरको है कति आउने हो दुईटा इमेल आउने हो एक एक नम्बरको योभन्दा बढी लेख्ने नै होइन जम्मा कति नम्बरको एक एक नम्बरको आर यु गेटिङ इट अब धेरै लेख्ने कि नलेख्ने धेरै लेख्नु भनेको तपाईँले आफूले खने खाल्टोमा आफै फस्नु हो बी फर्मल एक लाइन टक्क सकियो के तर मेन कुरा प्रब्लम कहाँनिर छ क्वेसन बुझ्नुमा छ है सर र क्वेसन चाहिँ बुझ्ने अब अर्को पनि हेर्ने यस्तो क्वेसन बुझिहाल्छ म अर्को पढाउँछु है अर्को क्वेसन मैले घरमा गएर कुल भएर हेरेँ हिजो सर र हेरेँ चस्मा नि लाएको थिएन क्या हिजो आर गेटिङ इट राम्रो देखिनँ के अनि घर गएर क्वेसन हेर्छु त हर्कै छ क्वेसन त ओके ल अब क्वेसन छ भने यस्तै ग्रुपमा माग्ने क्लास सकिसकेपछि पनि क्वेसन मलाई फरवार्ड गरिदिँदा हुन्छ म गरेर तिमीहरूलाई आएन भने म गरेर पठाइदिन्छु ठिक छ ल है कतैबाट क्वेसन आयो भने अब अर्को क्वेसन के छ अनलाइन स्टुडेन्टहरूको गुनासो के छ आउँदैन इमेल लेख्न आउँदैन एरिका हाई रञ्जन गुड मर्निङ इमेल लेख्न आउँदैन इमेल रेस्पोन्स मात्र गर्न आउने हो जम्मा 1 मार्क्सको धेरै लेख्नु भनेको त आफै फस्नु है धेरै लेख्ने होइन ट्याक्क लेखेर भागिहाल्ने तर के लेख्ने भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो है अब जाउँ क्वेसन राम्रोसँग बरु 3 चोटि पढ्ने क्वेसन पढाउँ त एकचोटि सबजनाले द सेक्रेटरी अफ एन एम्बेसडर को अरे द सेक्रेटरी अफ एन एम्बेसडर है फरेन सेक्रेटरीज अफिस लेखे पनि हुन्छ अन बिहाफ अफ फरेन मिनिस्टर लेखे नि हुन्छ दिस इज योर चोइस है सागर अथवा म लेख्दिनँ भने पनि हुन्छ ओके जम्मा 1 मार्क्स छ त्यसले म्याटर गर्दैन लेखेर नि धेरै आउने होइन नलेख्दा नि घट्ने चाहिँ होइन होइन म राम्रो एकदम लेख्छु भन्नुभयो भने यो दुईटामा एउटा चोइस जे लेखे नि हुन्छ ल द सेक्रेटरी अफ एन एम्बेसडर बेस्ड अन ए हस् ल ल यो अर्को क्वेसन हेरौँ है द सेक्रेटरी अफ एन एम्बेसडर बेस्ड इन काठमाडौँ हेज सेन्ट एन इमेल अब एम्बेसडरको सचिवालयबाट भनेको एम्बेसीबाट कहाँबाट एम्बेसीबाट के आयो कहाँ छ एम्बेसी काठमाडौँमा छ त्यसले के सेन्ड गर्यो हेज सेन्ट एन इमेल रिक्वेस्टिङ कर्टेसी कल अन अनरेबल फरेन मिनिस्टर अफ नेपाल ओके अब एम्बेसी कुनै एउटा परराष्ट्र मन्त्रालयबाट त्यहाँको सचिवालय भन्छ क्या त्यो डकुमेन्टेसनको काम कसले भन्छ सचिवालय भन्छ होइन त्यहाँबाट एउटा इमेल आइसकेपछि के भन्यो भन्दाखेरि फरेन मिनिस्टर अफ नेपाल कसलाई आयो फरेन मिनिस्ट्रीलाई के भन्छ नेपालीमा परराष्ट्र मन्त्रालय भन्छ भन्दैन हो परराष्ट्र मन्त्रालयमा चाहिँ के आयो
मेल आयो, के आयो? मेल आयो। ओके, एज अ डेस्क अफिसर हजुर अब के बन्न पर्यो? डेस्क अफिसर बनेर ड्राफ्ट रिप्लाई इमेल एक्सेप्टिङ द रिक्वेस्ट। ओके, एउटा कुनै एउटा कुनै ओके अफिसबाट द सेक्रेटरी अफ एन एम्बेसडर बेस्ड इन काठमाडौँ, यो फलानु एम्बेसडर फलानु कन्ट्रीको भनेको छैन, कुनै एउटा अफिसबाट फरेन मिनिस्टर अफ नेपाल परराष्ट्र मन्त्रालयमा एउटा मेल आयो, के भनेर भने हामीहरू दुईजना बसेर चाहिँ बातचित गर्न पर्ने भयो, त्यसको लागि चाहिँ हजुरहरूले समय मिलाउनु पर्यो भनेर चाहिँ आयो। के भनेर आयो? दुईजना बसेर मिटिङ एटेन्ड गर्न पर्ने भयो, एउटा सेमिनार गर्न पर्ने भयो तपाईँहरूले चाहिँ भनेर चाहिँ उनीहरूले प्रपोज गर्यो। ओके, यो पुरा प्रपोज गर्ने को हो? कुनै एउटा एम्बेसडरको सचिवालय। कुन एम्बेसडर यहाँ थाहा छैन, चाइनाको एम्बेसडर हो कि होइन, अब नेपाली विषयका होइन परराष्ट्र सम्बन्धी नीति नियमहरूमा चाहिँ छलफल गर्नुपर्ने भयो भनेको छ। कसलाई भनेको छ? अब कसलाई बोलाउनु खोजेको छ? मन्त्रीलाई नै बोलाएको छ। कसलाई बोलाएको छ? मन्त्रीलाई। कोसँग बसेर सल्लाह गर्ने? मन्त्रीसँग बसेर चाहिँ बातचित गर्न पर्ने भयो। कोसँग बसेर अरे भन्नुहोस् त कुरा? मन्त्रीसँग बसेर। को बस्न चाहन्छ मन्त्रीसँग? एम्बेसडर बस्न चाहन्छ। को बस्न चाहन्छ भनेपछि अब त्यहाँ दुईजनाको बिच को बिचमा नेगोसिएसन हुँदैछ? एउटा एम्बेसडर र अर्को फरेन मिनिस्टर। ओके, परराष्ट्र मन्त्रीसँग। परराष्ट्र मन्त्रीसँग बसेर छलफल गर्नुपर्ने भयो। त्यही कारणले गर्दाखेरि हजुरहरूले चाहिँ ओके गर्नुपर्ने भयो भनेर उसले भनेको छ, गर्नुपर्ने भयो भनेर चासो देखायो। अब त्यसो भनेर आयो परराष्ट्र मन्त्रालयमा। कहाँ आयो यो? परराष्ट्र मन्त्रालयमा आयो यो मेल। अब तपाईँले रेस्पोन्स गर्नु पर्यो कि परेन? अब मिनिस्टरसँग रेस्पोन्स गर्ने टाइम हुन्छ। कसले गर्ने हो? यो सबै डकुमेन्टेसन अफिसरहरूको काम हो कि होइन? सो यु आर देयर डकुमेन्टेसन अफिसर। अब हजुरले के गर्नु पर्यो? अब सब्जेक्ट लेख्ने कर्टेसी कल रिक्वेस्ट। कर्टेसी कल रिक्वेस्ट, यो कर्टेसी कल हो कि होइन? यसलाई के भन्छ? कर्टेसी कल। यस्तो दुईजना बिच बातचित गर्न पर्यो, सल्लाह गर्न पर्यो भने नि यसलाई भन्छ कर्टेसी कल। इट्स अ रिक्वेस्ट। उनीहरूले रिक्वेस्ट गरे हो कि होइन? उनीहरूले निम्तो गरेको, रिक्वेस्ट गरेको। कर्टेसी रिगार्डिङ कर्टेसी कल रिक्वेस्ट लेखे पनि भयो है। फेरि अलिकति म उ गरेर बनाउँछु भन्नुहुन्छ भने REGARDING रिगार्डिङ कर्टेसी कल रिक्वेस्ट। ओके, अब हजुरले कसलाई लेख्दै हुनुहुन्छ? परराष्ट्र मन्त्रालयको सचिवालयमा। त्यो धेरै ठुलो मान्छेहरूलाई त्यो भनौँ न हाई अफिसियल बडीलाई लेख्नु पर्ने भएको भएर योर एक्सिलेन्सी लेख्ने। हामीले योर एक्सिलेन्सी लेख्ने भनेको एम्बेसडरहरूलाई हो के? कसलाई लेख्दाखेरि योर एक्सिलेन्सी लेख्ने? एम्बेसडरहरूलाई। योर एक्सिलेन्सी कसले पठाएको छ? द सेक्रेटरी अफ एन एम्बेसडरले पठायो कि होइन? परराष्ट्र मन्त्रालयको हेर्नुहोस् है, राजदूत, राजदूतको स्वकीय सचिवले पठाएको छ। कसले पठाएको छ? राजदूतको सचिवालय अथवा राजदूतको स्वकीय सचिवले। भनेपछि यो राजदूतले पठाएको हो कि होइन? के मान्ने अब यसलाई? राजदूतले। चिया कसले खाने भन्नुभएको थियो? राजदूतले नै पठाएको भन्ने बुझ्न पर्यो। कसले पठाएको भन्ने बुझ्न पर्यो। यो लेटर को चाहन्छ? सब्जेक्टमा हामीले त्यो टपिक खोलाएको छैन नि, रिगार्डिङ कर्टेसी लाइक मतलब कर्टेसी कल रिक्वेस्ट एक्सेप्टेड त्यसरी डिक्लाइन त्यसरी भनेर लेख्दा के फरक पर्छ? नै, त्यस्तो डाइरेक्ट नलेखिदिने, नखुलाइदिने सब्जेक्टमै। सब्जेक्ट भनेको त सानो टुच्च छुने, बेहोरा तल लेख्ने के हो भन्ने त तल पढ्न परोस्। त्यति भएपछि त तपाईँको सब्जेक्टबाटै सबै खोल्यो। खुल्यो कि खुलेन? तपाईँको मेन आइडिया त सब्जेक्टमै आइदियो। मात्र के बेहोरा के सम्बन्धी रहेछ? कर्टेसी कल सम्बन्धी रहेछ। उनीहरूले चाहिँ कर्टेसी कल एउटा राखौँ होइन। हजुरहरूले क्वेसन नबुझे जस्तो लाग्यो नि मलाई। यो कसले पठाएको लेटर हो थाहा छ? यो एम्बेसडरले अराएको हो नि त आफ्नो सचिवलाई। कसलाई अराएको हो? एम्बेसडरले। राजदूत स्वयंले परराष्ट्र मन्त्रीसँग बसेर छलफल गर्नुपर्ने भयो। एउटा कर्टेसी कल इमेल लेख त भने हो। आर यु गेटिङ इट? अब उनीहरूले पहिला त प्रपोज गर्नु पर्यो नि त। अनि उसले मन्त्रालयलाई ठिक छ हुन्छ बसौँला भनेपछि पो मिति त पहिला त पर्मिसन लिनु पर्यो कि परेन? उनीहरूको साइडबाट यो एउटा प्रपोजल मात्रै हो मिटिङको लागि। अब यहाँ के गर्यो? यो किन पहिला सब्जेक्ट डेट सेट केही लेख्नु पर्दैन, किनकि इमेल हो, त्यहाँ डेट आफै आउँछ। अब सब्जेक्ट भयो रिगार्डिङ कर्टेसी कल रिक्वेस्ट, सक्यो। जे टाइटल छ रिगार्डिङ हाने पुग्यो। अब जानुहोस् योर एक्सिलेन्सी। योर एक्सिलेन्सी भनेको अरूलाई लेख्ने होइन,
एम्बेसडरलाई भन्न पर्यो भने मात्रै यो एक्सिलेन्सी। हेर्नुहोस् त यो एम्बेसडरले नै भनेको हो, यो लेख्न लगाएको। एम्बेसडरले जे भन्छ त्यही सचिवालयले गर्ने हो होइन। भनेपछि यो एम्बेसडरलाई यो हजुर चाहिँ एएसओ बनेर, हजुर एउटा अफिसर बनेर हजुरको मन्त्रालयमा चाहिँ हजुरको मन्त्रीलाई चाहिँ भेट्नु पर्यो भनेर कुरा आयो। अब ल मन्त्रीले ल भेटौँला हुन्छ, अब उसले हजुरले चाहिँ त्यो पर्मिसन लिनुभयो, हजुरले कुरा सुनाउनु भयो, यसरी चाहिँ परराष्ट्र मन्त्रालय के अरे यसरी चाहिँ एउटा एम्बेसडरले चाहिँ हजुरसँग बसेर चाहिँ छलफल गर्ने भनेको छ, के गरौँ भनेर सोध्छ। ठिक छ हुन्छ, मिति तय गर भनिदिन्छ मन्त्रीले। त्यसपछि त्यही अनुसार उसले के गर्छ, एउटा इमेल ड्राफ्ट गर्छ। भनेपछि यो काम कसको रहेछ, तपाईँको रहेछ। आउँदा दिनहरूमा यस्तो काम कसको हुने रहेछ, हजुरहरूको हुने रहेछ। अब हजुरले मन्त्रीको साइडबाट लेखिदिने क्या, यो मान्छेले यो सेक्रेटरीले एम्बेसडरको साइडबाट इमेल लेख्यो, ठिक छ। अब हजुरले मन्त्रीको साइडबाट इमेल लेखिदिने। नाउ क्लियर? ओके। अब हजुरले त म्याम मेरो पनि त्यही क्वेसन थियो सब्जेक्टमा, त जे हो त्यही लेखाउनु पर्ने होइन र आइदर एक्सेप्टेन्स अर डिक्लाइन रिगार्डिङले त्यस्तो होइन, रिगार्डिङ मात्रै लेख्ने। त्यो त सब्जेक्टमा खुलाउन हुँदैन सबै कुरा। सब्जेक्टमा त सब्जेक्ट भनेको के हो, सब्जेक्ट भने नेपालीमा के हो, विषय अथवा मुद्दा। त्यो मुद्दा पुरै खुलाइदिने हो भने त बेहोरामा लेख्नै परेन नि, त्यो हुँदैन त्यहाँ माथि। रिगार्डिङ रिक्वेस्ट कल भनेर, अब यो विषयमा के भन्न खोज्दैछन् यिनीहरू भनेर तल पढ्न पर्यो क्या, चासो क्रिएट गर्न पर्यो। ओके। सो अब हेर्नुहोस् है, द यो अनरेबल है, यो के हो रे, अनरेबल। यस्ता यो द अनरेबल यस्ता ठुला पोस्टको अगाडि के लेख्नु पर्छ, अनरेबल है, आदरणीय भने के भने, आदरणीय। ओके। द अनरेबल फरेन मिनिस्टर विल बी प्लिज टु रिसिभ अ कर्टेसी कल फ्रम योर एक्सिलेन्सी एट अ म्युचुअल कन्भिनियन्ट टाइम। हेर्नुहोस् है, हाम्रो फरेन मिनिस्टर चाहिँ खुसी हुनुहुन्छ, इज एक्साइटेड, ओके, टु रिसिभ अ कर्टेसी कल फ्रम योर एक्सिलेन्सी। ओके। तिम्रो एम्बेसडरको तर्फबाट आएको जुन एउटा कर्टेसी कलको रिक्वेस्ट छ, यसको लागि हाम्रो मिनिस्टर एकदम एक्साइटेड हुनुहुन्छ। एट अ म्युचुअल कन्भिनियन्ट टाइम भनेको दुवैलाई कन्भिनियन्ट हुने समयमा, दुवै पक्षलाई सजिलो हुने समयमा भेट्नको लागि इज रेडी। काइन्डली लेट अस नो योर प्रिफर्ड डेट एन्ड टाइम। अब हजुरहरूको कन्भिनियन्ट टाइम पठाउनुहोस् भनेर भन्यो। उनीहरूको टाइम हेरेर नि आफूले पनि त्यो टाइममा हामी अभाइलेबल छौँ कि छैनौँ, अझ त्यो टाइम एरेन्ज गर्न मिल्छ कि मिल्दैन, त्यसरी एरेन्ज गर्ने। काइन्डली लेट अस नो योर प्रिफर्ड डेट एन्ड टाइम भनेको अब यसले पर्मिट गर्यो कि गरेन, उसले प्रपोज मात्र गरेको थियो। होइन 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 होइन, दुबईको म्युचुअल कन्भिनियन्ट टाइम भनेको छ नि त, दुबईको दुईतर्फी मिलेको समयमा भनेपछि तपाईँहरूलाई कुन समय चाहिँ ठिक छ त्यो पठाउनुहोस् हामीलाई। अब यो भनेको काइन्डली लेट अस नो योर प्रिफर्ड डेट एन्ड टाइम, तपाईँहरूको डेट एन्ड टाइम चाहिँ कति बेला हुन्छ हामीलाई पठाउनुहोस्। यो भनेको कस्तो हम्बल छ, यिनीहरूले त यो क्लास यो टाइममा आइज भनेर भनेको छ त छैन नि त। उनीहरूको पनि त उनीहरू नि बिजी छ, उनीहरूको पनि आफ्नो कामको सेड्युल हुन्छ होइन। यसले के भन्यो, कर्टेसी कल आएको होइन, कर्टेसी कलको प्रपोजल मात्रै आएको, तपाईँसँग पर्मिसन मात्रै गरेको, पर्मिसन लिन मात्र खोजेको यो अब बल्ल एक्सेप्ट गर्नुभयो। अब उसले फेरि इमेल लेख्छ, यो टाइममा हुन्छ, हजुरहरूलाई त्यो टाइम फेभरेबल छ कि छैन। त्यो टाइममा अब यिनीहरूलाई हुन्छ भने यिनीहरूले त्यही टाइम म्यानेज गर्छ, भएन भने हामीलाई यो टाइम भन्दा यो टाइम ठिक होला भनेर फेरि नेगोसिएसन हुन्छ त्यहाँ। यो त पुरा फोनमा गर्ने कुरा पुरै इमेलमा भइरहेछ क्या, यस्तो हम्बल हुन्छ। होइन त मेरै टाइममा आउनुपर्छ भनेर भन्न मिल्दैन। दुबईका लागि ठुला हुन्, दुबईको म्युचुअल अन्डरस्ट्यान्डिङमा एउटा टाइम हुनु पर्छ। जस्तो नाइसले यो टाइममा आइज भनेर हुँदैन नि त, स्टुडेन्टहरूको त्यो टाइममा अभाइलेबल छ कि छैन, त्यो पनि सबैको एउटा रोबरमा यो टाइम ठिक हुन्छ भनेर राख्ने हो नि त। यो के अरे एम्बेसडरले चाह्यो कि मिनिस्टरसँग एउटा मिटिङ गर्नुपर्ने भयो भनेर, केही मुद्दाहरू होला जुन मन्त्रीसँगै बस्नुपर्ने भयो यी चासोको विषयहरूमा कुरा गर्नलाई। अब यसको लागि मन्त्रीको समय छ कि छैन, मन्त्री ओके छ कि छैन हामीसँग बस्नलाई। पहिला त मन्त्री त आइज यो टाइममा भनेर भन्ने होइन नि त, पहिला त हामी यसरी बस्न चाहन्छौँ त्यसैले हजुर रेडी हुनुहुन्छ कि हुनुहुन्न भनेर चाहिँ पहिलो कल हो यो, पहिलो इमेल।
आर यु क्लियर अर नट? सो फ्याक्ट इज क्लियर, केही छ र यो त? ले हेर्नुहोस् कस्तो राम्रोसँग लेखेको छ, कति हम्बल, कति डाउन टु अर्थ छ। उसले के भन्यो, काइन्डली लेट अस नो योर प्रिफर्ड डेट एन्ड टाइम भनेपछि उनीहरू पनि कति पोजिटिभ भयो। एम्बेसडर भनेपछि द सेक्रेटरी अफ एम्बेसडर, ओके, यो एम्बेसडर हेर्नु त कति पोजिटिभ भयो, मन्त्रालयबाट यति राम्रो, ठिक छ तपाईँहरूको उचित समय हामीलाई पठाउनुहोस् भन्यो। अब उनीहरूको उचित समय आउँछ, त्यो समयमा यिनीहरू फेभरेबल हुन्छन् कि हुँदैन, यिनीहरूले मिलाउन मिल्छ कि मिल्दैन हेर्छन्, कन्सिडर गर्छन्, मिलेन भने फेरि त्यसलाई टाइम फेरि इमेल लेख्छन्, यसरी नेगोसिएसन हुन्छ। सो योर सिन्सियरली, मैले यत्तिकै नाम लेखिदिएँ, को लेखिदिएँ? रबिन ढकाल, ओके, रबिन ढकाल। अब रबिन ढकालको पोस्ट के हो, यहाँ एएसओ लेखिदिए पनि भयो होइन, धेरै भयो एक नम्बरमा, लेख्ने यत्रो विधि भन्नुहुन्छ भने अन बिहाफ अफ द फरेन मिनिस्टर, फरेन मिनिस्टरको तर्फबाट लेख्या हो कि होइन यो लेटर, यो इमेल? यसमा केही छ नबुझ्ने र हजुर? क्लियर छ त सबै कुरा? उताबाट प्रपोजल आयो, बस्नुपर्ने भयो भनेर, यताबाट भने ठिकै छ, हुन्छ बसौँला, तिम्रो समय तोकेर पठाऊ, सक्यो त कुरा। यसरी लेख्नुपर्ने हुन सक्छ है। पहिला क्वेसन चाहिँ बुझ्ने, राम्रोसँग क्वेसन बुझ्ने। ओके डियर अनलाइन स्टुडेन्ट्स, डु यु हेभ एनी डाउट्स अन दिस क्वेसन्स? ल आकाश अधिकारी, आई विल सो इट लेटर, जस्ट एक यो हेरेर भन्नुहोस् त के इस्यु छ, यो क्वेसन बुझिएको छ कि छैन, यो क्वेसनले भने अनुसार हजुरलाई यो लेटर भयो भएन, कस्तो लाग्यो, व्हाट डु यु थिङ्क? नो म्याम, ल एसके, ल यसरी लेख्ने, जम्मै एक नम्बरको हो, सकेसम्म सात्विक के लेख्ने कुरा हो त्यो लेखेर भागिहाल्ने, धेरै लेख्न पर्दैन। धेरै लेख्ने बित्तिकै फुल स्टप के होला, ग्रामर बिग्रेला, दायाँ बायाँ सकिहाल्छ एक नम्बर त, है त, फटाफट भागिहाल्ने। ल अब यो सामान्य लेटरको बेहोराहरू त्यसरी नै अस्ति जसरी क्वेसन मागेको थियो त्यसरी नै माग्ने, अलिअलि आफू लेख्ने, लेख्न आएन भने मलाई यसो मेरो नम्बरमा फोन गर्दा नि हुन्छ, म लेखेर पठाइदिन्छु, आएन लेख्न भने। यो भइहाल्यो है। ए अब अर्को है, अर्को एउटा क्वेसन पनि रहेछ, अब फरेन एफेयर्स है, यो नि एक्जाममै आएको क्वेसन, अघिको नि एक्जाममा आएको, अघि नै पनि एक्जाममा, लेटेस्ट एक्जाम है, बुझ्नुभयो? अब यो foreign affairs from the SAARC regional office has recently sent an email to the Ministry of Foreign Affairs in Nepal to initiate discussion on regional cooperation concerning various issues. यो अघिको र यो उस्तै उस्तै हो कि होइन? यो क्वेसन हेर्नुहोस् त, फरेन एफेयर्स फ्रम द सार्क, कहाँबाट आयो लेटर? सार्क रिजनल अफिसबाट। सार्कको रिजनल अफिसबाट कहाँ आयो लेटर? फरेन मिनिस्ट्री अफ परराष्ट्र मन्त्रालयमा एउटा इमेल आयो, कहाँबाट आयो? सार्कबाट, सार्कको सचिवालयबाट, सार्कको अफिसबाट, ओके, यो सार्क, यो सार्कको अफिसबाट आयो, फरेन मिनिस्ट्री अफ फरेन, के अरे मिनिस्ट्री अफ फरेन अफेयरमा के को लागि आयो? टु इनिसिएट डिस्कसन, ठ्याक्कै ऐको जस्तो, एउटा इनिसिएट, एउटा डिस्कसन गर्नुपर्ने भयो अरे, मन्त्रालयसँग, मन्त्रीसँगै बसेर सार्कका पदाधिकारीहरूले मन्त्रीसँगै बसेर चाहिँ एउटा छलफल गर्नुपर्ने भयो अन रिजनल कोअपरेसनको धेरै योसँग कन्सर्निङ भेरियस इस्युज, योसँग पनि सार्क राष्ट्रहरूका धेरै इस्युहरू छन् नि, छैनन् र? सार्क राष्ट्रको अस्ति हामीले हेर्यौँ, त्यहाँनिर खाद्यान्नको विषयका कुरा छन्, एग्रिकल्चर, वाटर ट्रान्सपोर्टको कुरा छन्, रेलवेजको कुरा छन्। यो सार्क राष्ट्रलाई घनिष्ठ बनाउनको लागि एकअर्कामा जति पनि सार्कभित्र राष्ट्रहरू छन् यिनीहरू भनेका ब्रदर कन्ट्री हुन्, एउटालाई पर्दा अर्को राष्ट्रले सहयोग गर्ने। नेपालीमा एउटा गीत छ नि त, पहाडमा के अरे तराईमा बाढी आए पहाडले टेक्नुपर्छ, आर यु गेटिङ इट? त्यस्तो खालको सम्बन्ध हो नि त, यतापट्टि केही भयो, क्राइसिस भयो भने यतापट्टि तुरुन्त अरू राष्ट्रहरूले सहयोग गर्ने, त्यसको लागि पो गठन गरे हो त, इजन्ट इट? त्यसैले अब त्यो सार्क राष्ट्रको सचिवालयबाट परराष्ट्र मन्त्रालयमा एउटा इमेल आयो, केही हाम्रा मुद्दाहरू छन्, हाम्रो सार्क कोअपरेसनका केही मुद्दाहरू छन्, त्यसमा हजुरहरूसँग बसेर हामीले छलफल गर्नुपर्ने भयो, त्यसैले एउटा डिस्कसन, एउटा मिटिङ बस्नुपर्ने भयो भनेर, यो पनि प्रपोजलवाला मिटिङ बसौँ है भन्नेवाला, ओके। सो अब राइट अ रेस्पोन्स टु द इमेल, अब मन्त्री भाषा त डाइरेक्ट जाँदैन यो इमेल, मन्त्रीको सचिवालयले हेर्ने हो कहाँबाट के इमेल आहा, सबै उसैले प्रोग्रामहरू गठन गरिदिने हो। नाउ यु आर देयर एन्ड एएसओ, अब
त्यहाँ मन्त्रीको त्यहाँ त्यो अफिसमा हजुर कार्यरत हुनुहुन्छ एसिस्टेन्ट सेक्सन अफिसर बनेर। अब मन्त्रीले त अब मन्त्रीलाई सुनाउनु भयो हजुरले, हजुर यसरी सार्क के अरे अफिसबाट यसरी इमेल आछ भनेर हजुरले डिटेल दिनुभयो। ल ठिक छ, के भनेका छन् भनेपछि मिटिङ बस्नुपर्ने भयो अरे भनेपछि हुन्छ ल मिटिङ बस्ने हुन्छ भनेपछि ल हुन्छ भन्नुहोस् भन्नुहुन्छ उहाँहरूले होइन। अनि भनेपछि त्यसपछि हजुरहरू अनि हजुरले अब हजुरले चाहिँ अन द बिहाफ अफ यर फरेन मिनिस्टर उहाँ ओके भनेर लेख्नुहुन्छ। अहिलेको जस्तै हो कि होइन सेम, यो पनि एक्जाममा प्याटर्न दोहोऱ्यो कि दोहोरिएन? क्वेसन दोहोरिँदैन लोकसेवामा, प्याटर्न दोहोरिन्छ। ट्याक्क यस्ता खालका 10वटा क्वेसन बनाइदियो भने च्याट जिपिटीलाई, अनि यस्तो खालको एन्सर ट्याक्क यो मेरो कपी गर्ने अनि यस्तै खालको बनाइदिए है भनेर भन्यो भने त्यसले बनाइदिन्छ, त्यहीँबाट सिक्ने। ठिक छ, तरिका त मैले सिकाएँ नि। ल जाउँ, सब्जेक्ट रिगार्डिङ रिजनल कोअपरेसन। यी रिजनल कोअपरेसनको बारेमा सम्बन्धमा भन्ने हो के। मिटिङमा हजुरहरूले नेपालीमा निबन्धन लेख्दाखेरि नि फलानुको सम्बन्धमा भनेर लेखा हुन्छ नि, त्यही बेहोरा खुलाएको हुँदैन नि। के छ टाइटल, त्यसैको सम्बन्धमा। अब के छ त तल पढ्न आउँछ अब। ओके डियर सर, अब यो चाहिँ तपाईँले कहाँबाट आएको, यो एम्बेसडरबाट आएको हो। एम्बेसडरले गरेको होइन भने योर एक्सिलेन्सी लेख्न पर्दैन। एम्बेसडर अथवा एम्बेसडरको सचिवालयबाट आएको भने मात्रै योर एक्सिलेन्सी लेख्ने। अरूलाई चाहिँ रेस्पेक्टेड सर अथवा डियर सर होइन। डियर सर अलिक पुरानो भयो जस्तो लाग्छ भने रेस्पेक्टेड सर है। अब सुरु भयो कमा दिने। थ्याङ्क यू फर योर इमेल। यहाँ त्यति धेरै, यो धेरै ठुलो अफिस ठिकै के अरे एम्बेसडरको त्यति ठुलो हाई हुन्छ नि, जति परराष्ट्रलाई मानिन्छ त्यति अरू अरू अफिसरलाई त्यति धेरै चाहिँ हामीले सोचिरहनु पर्दैन। ओके थ्याङ्क यू फर योर इमेल। नेपाल लुक्स फरवर्ड टु डिस्कसिङ। ओके नेपाल हजुर कसको रिप्रेजेन्टेटिभ भयो, नेपालको तर्फबाट सार्क अफिसबाट आएको हो नि त। भनेपछि नेपाल लुक्स फरवर्ड टु डिस्कसिङ। ओके हेर्नुहोस् है, लुक्स फरवर्ड टु डिस्कसिङ रिजनल कोअपरेसन एन्ड वर्किङ टुगेदर अन इस्यु अफ म्युचुअल इन्ट्रेस्ट। हुन्छ भनेर पठाइदियो। के भन्यो, नेपाल लुक्स फरवर्ड टु डिस्कस। हुन्छ हामी ओके, वी आर ओके डिस्कस के विषयमा, रिजनल कोअपरेसन एन्ड वर्किङ टुगेदर अन इस्यु अफ म्युचुअल इन्ट्रेस्ट भनेर अलिकति थोरै थपिदियो उसले। सक्यो, केही लेख्नु परेन दायाँ बायाँ। योर्स फेथफुल्ली, मैले भने मान्छे जीवन लोहनी। एएसओ लेख्दै जाने भयो, मिनिस्ट्री अफ फरेन अफेयर्स नेपाल। हजुरले हजुर यो परराष्ट्र मन्त्रालयमा काम गर्ने हजुरको नाम जीवन लोहनी हो, हजुर त्यहाँको एसिस्टेन्ट सेक्सन अफिसर हो। ओके हजुर कुन मन्त्रालयबाट हुनुहुन्छ, मिनिस्टर अफ फरेन अफेयर्स नेपालबाट हुनुहुन्छ। ओके यो एकदम मिनिमम भयो। अब यो होइन एक नम्बर लेख्दिनँ भने पनि भयो, तर लेखिदिँदा राम्रो, सुनमा सुगन्ध भयो। ओके रिगार्डिङ यसरी लेख्ने टक्क डियर सर थ्याङ्क यू फर योर इमेल। ओके यो अलिकति भेग आइडिया भयो जस्तो लाग्यो भने सिम्पल आफूलाई जस्तो आउँछ ओके नेपाल लुक्स भन्नै परेन। ओके वी आर रेडी टु हेभ अ डिस्कसन अन द इस्यु अफ रिजनल कोअपरेसन एन्ड इट्स अदर एस्पेक्ट भनेर लेख्दैछ पुग्यो सिम्पल वेमा, नो निड टु राइट द्याट मच भेग अल्सो। के भनेर लेख्ने अरे, वी आर रेडी टु एक्सेप्ट योर प्रपोजल अथवा त्यो लेख्ने भयो। ओके वी आर रेडी अथवा वी एक्सेप्ट योर प्रपोजल regarding the discussion on the issue of regional cooperation and its other aspect भनेर लेख्दै भइहाल्यो, सक्यो। धेरै लेख्ने होइन, सिधै अगाडि बढ्ने। ठिक छ, भनेपछि कस्तो खालको प्याटर्न दोहोरियो हेर्नुहोस् त, यो खालको प्याटर्न दोहोरियो। यो मिटिङ बस्न पर्ने भयो, दुईजनाको छलफल हुनुपर्ने भयो भन्ने खालको प्याटर्न दोहोरियो। भनेपछि यस्तै खालको क्वेसन कम्तीमा 5-6वटा बनाउनु र प्र्याक्टिस गर्नु। अनि त्यो अगाडिको मैले गरे जस्तो त्यो एम्बेसडरलाई लेख्दाखेरि चाहिँ योर एक्सिलेन्सी चाहिँ चाहिन्छ है जसरी नि। फेरि अगाडि पनि देखाउँछु है म एकचोटि। अगाडि हामीले सुरुमा के पढा, सुरुको ल यो हेरौँ त एकचोटि, यो नि हेरौँ ल, हेरौँ है। राइट आन्सर्स टु द फलोइङ इमेल मेसेजेस। फरेन सेक्रेटरी हेज बिन इन्भाइटेड, कसलाई बोलाइयो? ओके यो प्यासिभमा छ कि हेज बिन इन्भाइटेड, उसलाई बोलाइएको छ भनेको छ। फरेन सेक्रेटरीलाई बोलाइएको छ, के प्रोग्राममा बोलाइयो? नेसनल डे रिसेप्सनमा। ओके कहाँ हुँदैछ त्यो प्रोग्राम? काठमाडौँमा। ड्राफ्ट रेस्पोन्स एक्सप्रेसिङ इनएबिलिटी टु अटेन्ड भनेको अब
तपाईँको फरेन मिनिस्टर चाहिँ आफ्नो अफिसियल कामले गर्दाखेरि त्यहाँ जानलाई सक्नु भएन भनेपछि अब हजुरले हो नि त, इट्स योर ड्युटी। हजुरको फरेन मिनिस्टर आएर के भन्नुहुन्छ हजुरलाई, ए हजुरको फरेन सेक्रेटरी आएर के भन्नुहुन्छ, ल म मेरो चाहिँ यो कारणले म जान पाइनँ, इमेल लेखिदिनुहोस् त, एउटा इमेल ड्राफ्ट गरिदिनुहोस् भन्नुहुन्छ। आर यु गेटिङ इट? उहाँले अब अफिसभित्रै त फोनमै भन्नुहुन्छ होला म जान भ्याइन, त्यहाँ त्यो इमेल रेस्पोन्स गरिदिनुहोस्। अथवा उहाँले त्यस्तो भन्नु भएन भने पनि सर यसरी मेल आएको थियो हजुर के गर्नुहुन्छ जाने कि नजाने भनेर भन्दाखेरि म जान भ्याइन भनेपछि मेल लेखिदिनुहोस् भनेपछि अब हजुरको काम के हो, उसलाई इन्फर्म गरिदिनु पर्यो। यो हजुरको काम हो। सेक्रेटरी दे आर भेरी बिजी पर्सनालिटिज इन नेगोसिएसन्स इन डिप्लोमेटिक रिलेसन्स। दिस इज योर ड्युटी। डकुमेन्टेसनको काम सबै हजुरहरूको भनेपछि अब हजुरले मेल लेख्दै हुनुहुन्छ कसलाई, सब्जेक्ट रिगार्डिङ नेसनल डे रिसेप्सन योर एक्सलेन्सी। भिआइपी हो कि होइन, कुनै यो हो नेसनल डे रिसेप्सन भनेको कसले गर्ने, सरकारले गर्ने प्रोग्राम हो कि होइन? मैले गणतन्त्र दिवस मनाउँछु त, गणतन्त्र दिवस भनेको राष्ट्रिय फेस्टिभल। कस्तो फेस्टिभल? राष्ट्रिय फेस्टिभल। राष्ट्रिय फेस्टिभल हो भने राष्ट्रको तर्फबाट पुरा टुनी खेलमा आर्मी त्यहाँनिर कतिचोटि राइफल पड्काएर त्यहाँ कस्तो प्रोग्राम हुन्छ त्यहाँ देख्नुहुन्न हजुरहरूले? हो त्यस्तो ठुलो प्रोग्रामबाट निम्तो आएको हो यो। तपाईँको सानो संस्थाबाट आएको होइन। हामीले चाहिँ गणतन्त्र दिवस मनाउनु पर्यो आइदिनु पर्यो भनेको होइन यो। यो भेरी बिग ओके भेरी हाई अफिसियल बडीले पठाएको निम्तो हो। त्यही भएर हाई अफिसियल बडीलाई हजुरले के लेख्नुभयो, योर एक्सेलेन्सी। के लेखियो, योर एक्सेलेन्सी। को छ, फरेन सेक्रेटरीलाई बोलाइयो भनेपछि उहाँलाई बोलाउने अफिस पक्कै पनि दिस इज फ्रम गभर्मेन्ट साइड। दिस इज यो कसले अर्गनाइज गर्दैछ यति ठुलो प्रोग्राम? प्रोग्राम कसैले पनि अर्गनाइज गरे हुनसक्छ, कुनै एउटा मन्त्रालयले अर्गनाइज गरे हुन सक्छ, त्यहाँको भिआइपीले गरे हुन सक्छ। निम्तो लेखिदिने पो हजुरहरू त, लेख भन्ने अर्डर गर्ने त भिआइपी हो नि होइन? भनेपछि योर एक्सेलेन्सी, अथवा होइन यसमा कन्भिन्स लागेन भने रेस्पेक्टेड सर लेखिदिए पनि भयो। तर यति ठुलो भिआइपी ठाउँबाट आउँदाखेरि चाहिँ योर एक्सेलेन्सी इज द बेस्ट। अनि द फरेन सेक्रेटरी रिग्रेट्स भनेको यहाँनिर दुःख मान्नु है, यहाँ पछुतायो भने चाहिँ होइन है, हामीले चाहिँ पछुताउनुलाई मात्रै रिग्रेट भन्छ। रिग्रेट इज एन इनएबिलिटी टु अटेन्ड द नेसनल डे रिसेप्सन इन काठमाडौँ ड्यु टु प्रायर अफिसियल कमिटमेन्ट। केही अफिसियल कमिटमेन्टहरूले गर्दा चाहिँ ओके यो प्रोग्राममा चाहिँ उहाँ आउन सक्नु असमर्थ रहनु भएको छ भनेर सक्यो, इन्फर्म गरिदिनु भयो। ओके योर सिन्सियरली। ओके यहाँनिर हजुरले अब तपाईँलाई के भनेको छ, ड्राफ्ट रेस्पोन्स भनेको छ। ओके इनएबिलिटी यहाँनिर हिज लेखिदिएको भए कति क्लियर हुन्थ्यो क्या। ड्राफ्ट रेस्पोन्स एक्सप्रेसिङ हिज इनएबिलिटी टु अटेन्ड भने भए उसको असमर्थतालाई जनाउँदै चाहिँ एउटा लेटर लेख भने भए अलिक क्लियर हुन्थ्यो। यहाँ को जान नखोजे हो होइन, तपाईँ फरेन मिनिस्टर हो कि तपाईँलाई बोलाइएको हो कि अथवा कसलाई बोलाइएको भन्ने कुरा अस्पष्ट छ। हजुरले के बुझ्ने भन्दा म एसिस्टेन्ट सेक्सन अफिसरको लागि म अध्ययन गर्दैछु भनेपछि मेरो रोल भनेको एसिस्टेन्ट सेक्सन अफिसर हो। ओके मेरो सिनियर चाहिँ त्यो प्रोग्राममा जान असमर्थ रहनुभयो, त्यसैले उहाँहरूले यस्तो डकुमेन्टेसनको पाटोहरू उहाँहरूको होइन, उहाँहरूको मात्र डिप्लोमेटिक रिलेसनको कुराहरू हुन्छ। ओके पेपर बनाउने कामदेखि लिएर रिटर्न सबै तपाईँहरूको काम हुन्छ उहाँहरूको गाइडेन्समा। त्यो भएपछि अब हजुरले चाहिँ के लेखिदिनु पर्यो, आफ्नो सिनियर यसरी असमर्थ भएको कुरा बेहोरा जनाइदिनु पर्यो, बास सक्यो। ओके द फरेन सेक्रेटरी रिग्रेट्स इज इनएबिलिटी टु अटेन्ड द नेसनल डे रिसेप्सन इन काठमाडौँ ड्यु टु, अब योर सिन्सियरली यहाँ लेखिदिनुहोस्। अब मैले समिता लामिछाने लेखेँ, समिता लामिछाने लेखेँ। ओके अब हजुरले अन द बिहाफ अफ लेखिदियो भने अन द बिहाफ अफ फरेन सेक्रेटरी लेखे पनि भयो, नलेखे पनि भयो, फरक पर्दैन। ठिक छ। यहाँनिर यो फरेन सेक्रेटरी भनेपछि फरेन मिनिस्ट्री भनेर चाहिँ लेख्दै भयो, अफिस अफ फरेन मिनिस्ट्री भनेर लेखे पनि भयो, अथवा अन द बिहाफ अफ फरेन मिनिस्ट्री भनेर लेख्दै नि भयो। होइन यो के अरे उसबाट आएको चिठी त्यहीँकोले त लेख्ने हो भनेर कमन सेन्सको कुरा हो, लेखिरहनु पर्दैन भनेर सोच्नुहुन्छ भने नलेखे पनि भयो। किन जम्मा मार्क्स कति छ, 1। कति छ मार्क्स, 1। 2सम्म भए भए अलिकति एक्सटेन्ड गरौँ भन्ने हुन्थ्यो। त्यही भएर यो भनेको आफ्नै खुट्टामा आफूले बन्छ बानी, धेरै नलेख्ने। पहिलो कुरा क्वेसन बुझ्ने, 2 चोटि 3 चोटि क्वेसन
पढ्ने कसले कसलाई लेख भने हो। यति कुरा दिमागमा राख्नुहोस्, जसले जसलाई लेखे पनि तपाईँ भनेको को हो? एएसओ। को हो? एएसओ। हजुर कहिले पनि त सेक्रेटरी बनेर लेख भन्दैन। तेरो सिनियर यस्तो यस्तो भयो, अथवा यहाँनिर यस्तो भयो, बिइङ एन एसिस्टेन्ट सेक्सन अफिसर, तपाईँ आफै कमन सेन्सको बुझ्ने हो क्या। मनोकामना मन्दिर अगाडि गएर आज मनोकामना मन्दिरतिर भनेर लेख्नुपर्छ त क्याप्सन। भाइरल मन्दिर हो, सबले चिन्छ नि। राजेश हमालसँग उभिएर म राजेश हमालसँग भन्नुपर्छ? पर्दैन नि त, होइन? भनेपछि हजुरले के बुझ्नु पर्यो भने जस्तो चाहिँ इमेल आए पनि हजुरले लेख्ने को बनेर लेख्ने हो? एसिस्टेन्ट सेक्सन अफिसर। को बनेर लेख्ने रे कान्छा? एसिस्टेन्ट सेक्सन अफिसर। म आउन पाइन फलानु प्रोग्रामको लागि भन्ने हो त होइन। हजुरको काम भनेको डकुमेन्टेसन, नेगोसिएसन, डिप्लोमेटिक रिलेसनमा काम गर्ने भनेका सिनियर अफिसियल बडीले हो। त्यही भएर हजुरले उनीहरूको असमर्थ मात्रै जनाइदिने हो, बास। इन्फर्म गरिदिने काम, लेखिदिने काम। लेखनदास हो हजुर, के बुझ्नु पर्यो? म लेखनदास हो, उसको कुरा मैले नारदको काम गरिदिने, हजुरले कुरा कुरा लगाइदिने, भनिदिने हो कि अरू केही पनि रोल होइन। केही बुझिएन, जार्गनै जार्गन ओडायो क्वेसनमा भने पनि सम्झिनुहोस्, हजुरको हो एसिस्टेन्ट सेक्सन अफिसर। हजुर एसिस्टेन्ट सेक्सन अफिसर बनेर लेख्ने। अलिअलि छिरे जस्तो भयो कि भएन हजुर? अह, डेस्क अफिसरलाई नै लेखेको भन्नै पर्यो नि, डेस्क अफिसर भनेर। तिमी डेस्क अफिसर हो भनेर माथि नै लेखेछ। अह अह, डेस्क अफिसरमा थोरै सेक्सन अफिसर आएर बस्छ। डेस्कमा आएर थोरै सेक्सन अफिसर बस्छ। त्यहाँ बस्ने नै यस हो। आर यु गेटिङ इट? अह, डेट त यो त त्यो यो त हामी थोरै यहाँ उसमा लेखिरहम, यो त इमेलमा लेख्दैछौँ। रिप्लाईमा गएर रिप्लाईमा क्लिक, अनि त्यसपछि त्यहाँ लेखेको डेट त त्यहीँ आइगयो। हामी पो पानामा लेख्छौँ त पेजमा, त्यहाँ त अलरेडी लेखिसकेको छ नि त। डेट लेख्नु पर्दैन, सिधै के लेख्ने? सब्जेक्ट। याद गर, हजुरहरूले कतै लेटर पठाउनु भएको छ भने त्यहाँ रेस्पोन्स आउँछ नि, थ्याङ्क यू आई गट योर, थ्याङ्क यू फर योर इमेल भनेर। त्यति हो क्या यो भने, अरू केही पनि होइन। तर यहाँ चाहिँ केही मुद्दाहरू उठाइएका हुन्छन्। के हो हजुरको काम? कि मिटिङ 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 अरेन्ज गरिदिनु पर्यो हजुरको काम हो। मिटिङ एरेन्ज गर, हामीले चाहिँ छलफल गर्न पर्ने भयो भनेर आउने हो बेहोरा। हुन्छ ल, ओके वी आर रेडी भनेर लेखिदिने हो हजुरले, अरू केही लेख्ने नै होइन। ठिक छ, डन। ओके, अब यो चाहिँ हजुरलाई स्याम्पल भयो, पुरै पर्फेक्ट राइटिङ हो है। फेरि मजाले यसैमा सिके हुन्छ। अनि अर्को कुरा, मैले प्यासेज पनि म गरेर पठाइदिन्छु भनेको थिएँ। त्यो एउटा प्यासेज मात्रै क्लियर, अर्को प्यासेज ब्लर छ। प्रत्युष खै? ए प्रत्युष है, तिम्रो त्यो लेटरकै अलिकति ब्लर आछ है तिम्रो क्वेसन। एउटा कस्तो क्लियर छ, एउटा हेर त। कस्तो कस्तो, मैले त देख्दै देखिनँ त्यो अँध्यारोमा। मैले 5 बजे फोन गरेँ उसलाई, यतिको विद्यार्थी उठ्यो होला भनेर। किनभने उसले मलाई अलरेडी पठाइसकेर चाहिँ मेरोमा दिनमै 100-150 मेसेज आउँछ क्वेसन सोध्नलाई सेक्सन अफिसरहरूले। अनि कहाँ पुग्यो कहाँ पुग्यो, अब त तलतिर खोज्दा नि देखिन्न। अनि उसको नाम प्रत्युष भयो। अब त्यो धेरै तल पुग्यो के। अनि त्यसपछि अब बिहान उठेर यो म बनाइदिन्छु भनेर हेरेँ, छैन त मेरो त। खोज्छु खोज्छु खोज्छु, धेरै तल गएछ त्यसो। अन्त यति धेरै खोजेँ, भेटिनँ। अब 5 बजे कसलाई डिस्टर्ब गर्नु, सकेसम्म गर्दिनँ भन्ने थियो। अब पढाउनु त पर्यो, आज यही पढाउनु पर्छ मैले। होइन अब यतिको मान्छे त उठ्या हुन्छ होला भनेर कल गरेँ, मस्त घन्टी दिएँ, ल फाइनल्ली उठ्यो पनि। अनि फेरि उसले फोटो खिचेर पठाइदिएछ, अनि मैले यो बनाएँ। अब पेसेज चाहिँ मैले बनाउन भ्याइनँ, बनाउँदा बनाउँदै यो मिलाउँदा मिलाउँदै के लेख्ने कसो लेख्ने गर्दा गर्दै टाइम भइहाल्यो है। ल, यहाँ 6वटा मेसेज आइसकेछ मेरो। म्याम हाउ टु कन्ट्याक्ट यु? मेरो सेल फोन 9741834064 है। क्वेसन छ भने मलाई पठाउँदा हुन्छ, गाह्रो हुँदाखेरि म लेखेर पठाइदिन्छु। 9741, अनि फेरि त्यस्तै हुन्छ के, तल 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 गएको त मैले थाहा पाउँदैन, थाहा पाउँदिनँ। इनकेस मैले रेस्पोन्स गरिनँ भने फेरि रिसेन्ड गर्ने है, म रिसाउँदिनँ। मैले क्वेसन पाएँ, म किन, म त खुसी छु नि, होइन हो कि होइन? यो क्वेसन पाएँ त म खुसी छु नि, मैले यो देखाउन पाएँ, सिकाउन पाएँ।
हजुरहरू हिजोभन्दा आज क्लियर हुनुभयो कि भएन? हिजोभन्दा आज क्ल्यारिटी आयो कि आएन? जति क्वेसनमा खेल्न पाइयो त्यति स्पष्टता हुने हो, म अब्बल हुने हो, मैले सिक्न पाउने हो। त्यही भएर हजुरहरू मजाले पठाउनु भयो हुन्छ। अन द बिहाफ लेखे नि हुन्छ। अन द बिहाफ, यहाँ त मैले अन द बिहाफ लेखेको छु त हजुर। हजुर कहाँ अन लेख्नु देख्नुहुन्छ डेलजी? लेनोभोबाट हेर्नु पर्ने भयो, त्यो डेलबाट हेरेर यस्तो भएको। यहाँ अन द लेखेको छु नि, म फेरि मिस्टेक गरेँ क्या भनेर हेरेर। म्याम पनि, म्याम पानी नि खाइसो बेला बेला। आमुई रोहित, थ्याङ्क यू सो स्विट। कस्तो माया गरेको मलाई। ओहो, यस्तो भएपछि त म फेरि प्लिज हुन्छु नि। 9741 गोकर्ण, तिमी रिसोर्टतिरै जान्छौ क्या? तिम्रो पारा ठिक छैन। यति त यस्तो समस्या परेछ परराष्ट्रतिर। अब मन्त्रीहरू एकचोटि भन्दा बोलिदिँदैनन्, रेकर्ड गर्ने सिस्टम हुँदैन, कहाँ बोल्छन् त? कस्तो चुनौती हुन्छ होला है त्यस्तो समस्याहरू। तिनीहरू आएर एकचोटि कान नसुन्ने रहेछ अन्त। ल यसो यसो भनेपछि अब सफर मन्त्रीले भन्यो त लाग्थ्यो, के बनाउने हो अब फेरि सोध्न जान डर। जति ठुलो पोस्ट भयो त्यति डर पो हुन्छ त बोल्नलाई। कहाँ मसँग बोले जस्तो हो त त्यहाँ? त्यहाँ त लुत्रुक्क परेर हजुर सर, हजुर दुईचोटि हजुर गऱ्यो भने त हाँ, गरिदिइहाल्छ नि मन्त्रीले। प्रमोसन डिमोसन हुन्छ। के हो कान्छा तिम्रो पारा? गोकर्ण, तिमी रिसोर्टतिर जाइरहने हो क्या? ल यहाँ छ है, जानुभयो त्यही पनि। अब यसलाई मैले अफ गरेँ, स्टप सेयरिङ गरेँ। अब अर्को पढ्ने। अब टेलिफोन कन्भर्सेसन, टेलिफोन कन्भर्सेसन। पर्खिनुहोस् है, म यसलाई स्क्रिन सेयर गर्छु। कहाँ गयो त नि हाम्रो त स्क्रिन सेयर भन्ने? फेरि यस्तोमा गएर चाहिँ गर्ने रहेछ। टेलिफोन कन्भर्सेसन है, कहाँ गयो? काट्यो कान्छा? यो हो मैले पठाएको, यसलाई खोल्न पर्यो त्यसो भने। ल अब यसलाई सेयर गरेँ। यो स्क्रिन सेयर भएको छ कि भएको छैन भन त मलाई डेल। कतिको मिल्छ? एकदम एक्टिभ हो कि फेरि यस्तो भएको छैन भन्नु त अब साथीहरू? भइरहेको छिया म्याम, मैले भन्थेँ नि डेल लेनोभोबाट लेख भनेर, भएको छ। द चाइनिज एम्बेसी इन काठमाडौँ हेज इमेल्ड। चाइनिज एम्बेसीले कसलाई इमेल गर्यो? ओके, मिनिस्ट्री अफ फरेन अफेयर्स अफ नेपाल टु टी ओपन टु रिओपन दि ट्रेडिसनल बोर्डर ट्रेड पोइन्ट्स। यो त तिमी आफैले बनाएको हो आकाश। चाइनिजले रिक्वेस्ट गर्छ त नेपाललाई, अर्डर दिन्छन् चाइनाले। द चाइनिज एम्बेसी इन काठमाडौँ, नेपालमा भएको चाइनाको एम्बेसी, बुझ्नुभयो? त्यसले के गरेछ भन्दा has emailed the Ministry of Foreign Affairs of Nepal to reopen the traditional border trade points. Okay, traditional, यो त नेगोसिएसनबाट हुने हो, यो क्वेसनमा होइन होला। इमेल लेखेर कहाँ हुन्छ यस्तो? यो त यसको लागि त डिस्कसन गर्न पर्छ। यो त इट्स अ बिग डिल। दुई पक्ष बसेर के कारणले गर्दाखेरि ट्रेडिसनल बोर्डरलाई चाहिँ सिज गरिएको हो, नेपालले किन चाहिँ त्यो बोर्डरलाई चाहिँ बन्द गरिरहेको छ, यो इमेल लेखेर खोलाइहाल भन्ने कुरा हो त हो? क्वेसनै आछ? ल ठिक छ, ल ल आएछ, ल ल ल ट्रेडिसनल बोर्डर राइट एन्ड एफर्मेटिभ इमेल रेस्पोन्स। ल हेर्नुहोस् त यहाँ के भनौँ? एफर्मेटिभ। वाट इज मिन बाई एफर्मेटिभ? अहिले म नेगेटिभ भएँ कि भएन यो क्वेसन देखेर? म नेगेटिभ भएँ नि, भनेपछि यो भनेको इन रियालिटी दिस इज नट फर्मल। फर्मेलिटीमा यस्तो हुँदैन। तर हजुर के भनेर लेख्नु पर्यो रे? अब चुनौती छ कि छैन? चुनौती छ। अब हजुरले नेगेटिभ लेख्न मिलेन, एफर्मेटिभ भनेको पोजिटिभ, एउटा पोजिटिभ इमेल रेस्पोन्स लेख्नुहोस् भन्यो। इन रियालिटीमा यस्तो हुँदैन। यथार्थमा त ठुला ठुला इस्यु भनेका दुई देशका
ओके, रिप्रेजेन्टेटिभहरू बसेर कतिचोटि मिटिङ बसेपछि मात्रै त्यो मुद्दा सर्ट आउट हुने हो है। जसरी मैले रियाक्ट गरेँ नि यो क्वेसन देखेर, यो क्वेसन बनाउनेलाई अलरेडी थाहा छ यो रियालिटीमा हुँदैन। त्यसले के कस्तो प्ले गर्यो, एफर्मेटिभ इमेल रेस्पोन्स लेख। एफर्मेटिभ इमेल रेस्पोन्स लेख भने के हो? इन रियालिटीमा त यस्तो हुँदैन नि त। तर पनि तिमीले चाहिँ यो मानेर लेख्नु पर्यो। अब कति हम्बल भएर लेख्न पर्यो होला। कसलाई लेख्ने हो अब हजुरले? चाइनिज एम्बेसीलाई। योर एक्सिलेन्सी। सब्जेक्ट रिगार्डिङ के हुन्छ? रिगार्डिङ दि, यहाँ ओपनिङ रिओपनिङ नलेख्ने, रिगार्डिङ दि ट्रेडिसनल बोर्डर ट्रेड पोइन्ट्स। पहिला सब्जेक्टमा के लेख्ने? रिगार्डिङ द ट्रेड ट्रेडिसनल बोर्डर पोइन्ट्स। अब जाने तल योर एक्सिलेन्सी के लेख्ने? माथि सब्जेक्ट के अरे ग्रिटिङमा के लेख्ने? योर एक्सिलेन्सी। ओके, अब तल लेख्नु पर्यो राइट एन एफर्मेटिभ इमेल रेस्पोन्स टु इट, तर नट द स्लाइड। 82 को रहेछ, मैले बिहान देखिनँ, नत्र म बनाएर लिएर आइदिन्थेँ। ल एकचोटि उसको हेरौँ है, उसले लेखेको हो कि के हो यो। अब देख्या भयो त मरि जाम। ए ल, सब्जेक्ट रिगार्डिङ ओपनिङ अफ ट्रेडिसनल बोर्डर पोइन्ट्स, रिगार्डिङ ओपनिङ अफ, भएन, रिगार्डिङ ओपनिङ अफ, ठ्याक्कै क्वेसनको जे पोइन्ट छ त्यही ल्याएर जोडिदिने। रिगार्डिङ द ट्रेड, के भनेको छ त्यहाँ क्वेसनमा? ट्रेडिसनल बोर्डर पोइन्ट, त्यसको सम्बन्धमा। अब ओपन गर्ने र नओपन गर्ने त तल लेख्ने, ठिक छ। अरू के गर्ने? ओपनिङ छोडिदिने, रिगार्डिङ दि ट्रेडिसनल बोर्डर पोइन्ट, यति लेख्ने। अब योर एक्सिलेन्सी, वाइ एकदम स्मल भयो। यो वाइलाई कसैले क्यापिटल भन्दैन, यो बङ्गिएर क्यापिटल हुँदैन, यो पुरै बिग लेख्ने। योर एक्सिलेन्सी यत्रो ठुलो मान्छेलाई लेखा त हल्का बिस्तारी लेखौँ न, कति छिटो लेखेको हो क्या यो राइटिङ, फास्ट राइटिङ हो क्या यो है। ल, योर एक्सिलेन्सी कमा, द मिनिस्टर अफ फरेन अफेयर्स हैज रिसिभ्ड योर इमेल regarding the opening of traditional border trade points and convey its positive consideration on the matter. The government of Nepal is ready to coordinate with the concerned authorities for the same. Okay, अब हजुरले जम्मा 1 नम्बरको लागि लेख्दाखेरि ओके हजुरले के लेख्नु पर्यो भन्दाखेरि, हजुरले द गभर्मेन्ट अफ नेपाल इज रेडी टु कोअर्डिनेट विथ द कन्सर्न अथोरिटिज इन टर्म्स अफ, ओके, इन टर्म्स अफ द ट्रेडिसनल बोर्डर पोइन्ट, इन टर्म्स अफ द रिओपनिङ अफ द ट्रेडिसनल बोर्डर पोइन्ट्स। थ्याङ्क यू, सक्यो। यत्रो विधि लेख्ने नै होइन। मैले के भने, यो माथिल्लो लाइनलाई मैले केही पनि लेखेन। मेल त आइसक्यो, मैले रिसिभ गरेँ भन्न पर्दैन, मैले रिसिभ गरेँ भन्न पर्यो पर्दैन। उसले के लेखेको छ? द मिनिस्ट्री अफ फरेन अफेयर्स हेज रिसिभ्ड योर इमेल। यो भनेको म मनकामना अगाडि बसेर फोटो खिच्दैछु भने हो। यो मेल आइसक्यो, मेल रिसिभ पनि भइसक्यो, यो लेख्नु पर्दैन। मासु खाएको देखाइ म मासु खाँदैछु भन्न पर्दैन। आर यु गेटिङ इट? सो बेस्ड अन योर 1 मार्क्स, यो मिनिस्टर अफ यो भन्नु परेन, यति काट्ने, यति काट्ने। एन्ड कन्भे इट्स पोजिटिभ, यो पाटो एकदम राम्रो छ। एन्ड कन्भे इट्स पोजिटिभ कन्सिडरेसन अन द म्याटर, ठिक छ, त्यो पनि लेखिरहन पर्दैन। हजुरले के लेखिदिने? डाइरेक्ट द गभर्मेन्ट अफ नेपाल इज रेडी टु कोअर्डिनेट विथ द कन्सर्न्ड अथोरिटिज इन टर्म्स अफ, ओके, इन टर्म्स अफ द रिओपनिङ अफ ट्रेड बोर्डर पोइन्ट। सक्यो? वी आर रेडी टु, ओके, नेपाल गभर्मेन्ट चाहिँ रेडी छ यसको लागि। पोजिटिभ लेख भने हो कि होइन? हो भनेपछि नेपाल गभर्मेन्ट, हजुरले जुन प्रपोजल ल्याउनु भएको छ, वी आर रेडी फर दिस। नेपाल गभर्मेन्ट इज रेडी, नेपाल गभर्मेन्ट इज रेडी टु कोअर्डिनेट विथ द कन्सर्न अथोरिटिज इन टर्म्स अफ, के हो क्वेसन? द ट्रेड ट्रेडिसनल बोर्डर पोइन्ट, त्यति लेखिदिने। अब तल आउने, योर सिन्सियरली, मोफा नेपाल होइन, योर सिन्सियरली, ए नाम लेख्ने, आफ्नो नाम लेख्ने। अनि नाम लेखिसकेपछि अब यो चाहिँ अन द बिहाफ अफ फरेन मिनिस्टर लेखे पनि भयो, फरेन मिनिस्टर्स अफिसियल अफिस भनेर लेखे पनि भयो। त्यसरी लेख्ने, त्यत्रो धेरै लेख्न परेन, सर्टकट भयो कि भएन? एक्सिलेन्ट। के छ कान्छ तिम्रो रिभ्यू भन त बाबु, जसले यो मलाई पठायो।
कान्छ लेख्या सेन्टेन्स लामो लेख्ने होइन नि बाबु, तिमी त उल्लु बनाइदियो। तिम्रो त इम्प्रेसन खत्तम हुन्छ नि। तिमीले 1 नम्बरको लागि त्यत्रो लाइन लेख्यौ भने त यसलाई त कति मार्क्समा कति लेख्ने पनि यति पनि थाहा रहेन रहेछ भनेर तिम्रो एकातिर तिमीले राम्रो लेख्छु भन्ने नाउँमा तिम्रो इम्प्रेसन गलत हुन्छ। एक्जामिनरले तिमीलाई कसरी लिन्छ? हेभ यु थट द्याट साइड? राम्रो गर्छु भन्दाखेरि आफ्नो इज्जत गइरहेको हुन्छ त्यहीँ। आफ्नै इम्प्रेसन, त्यही भएर मार्क्सले डिटरमाइन गर्छ कि लेन्थ कति लेख्ने हो भन्ने कुरा। आउँछ भनेर भयभरको त्यहीँ देखाउन पर्दैन, जस्ट 1 नम्बर 1 नम्बर ट्याक्क भागिहाल्ने। ल ठिक छ कान्छ। यो लेखेर पठाउने को यति दुःख गरेर पठाउने? ओके आकाश, ल आकाश, आर यु कन्भिन्स नाउ? लेख त बेटा। ठिक छ म्याम, ल अब आज जाउँ अर्कोमा। पहिला टेलिफोन कन्भर्सेसन है। टेलिफोन कन्भर्सेसन कस्तो हुनुपर्छ है? स्टुडेन्ट र टिचरको बिचमा छ भने रेस्पेक्टफुल। स्टुडेन्ट कसरी बोल्न पर्यो? रेस्पेक्टफुल तरिकाले। ओइ कान्छ त कहाँ थिइस् आज? म त बल्ल देख्दैछु त बाबु आज त। बोल्दो नि मान्छे आज बोल्नुहोस् त कान्छ, अचम्म हो। त्यही त, केही न केही त त्यहाँ डिफेक्ट भए हुनुपर्छ। सिस्टम खराब भएर केही न केही भए हुनुपर्छ भन्ने त मलाई थाहा थियो। एनिवे गेट वेल सुन। ठिक छ कान्छ, लेख्ने तरिका अलिअलि सिक्दैछौ। अब प्र्याक्टिस नगरी हुँदैन, प्र्याक्टिस गर्नुपर्छ। लड्ने अब स्विमिङ अर्कोले सिकाएर गयो, खेल्ने त आफैले हो नि, पौडिने त आफैले हो नि, होइन त? हजुर त हजुर माथिबाट तल झर्नुभयो यता, ठिकै छ। ओहो, कहाँ सिकियो त नि यस्तो लेटर, के अरे यसलाई? मैले नि यही लेख्छु कि राइटिङ मोनोकर्सिभ। यहाँ त अब खोइ के कर्सिभै देखिँदैन। तर मेरो रियल राइटिङ चाहिँ मोनोकर्सिभ हो। ल अब अर्को आउँछ टेलिफोन कन्भर्सेसन। के आउँछ रे कान्छ? टेलिफोन कन्भर्सेसन। टेलिफोन कन्भर्सेसन कस्तो हुन्छ? 41जना रहेछन् त पार्टिसिपेन्ट्स आज। स्लाइड चेन्ज भएको छैन? कुन स्लाइड देखिएको छ? म टेलिफोन कन्भर्सेसनमा छु। लेख त कुन स्लाइड देखिएको छ? यो आइटीले पनि दिगदारै बनायो के बनाउन नि। अड्क्या छ? इमेल नै देखिरह? ए, अब भयो कान्छ? स्योर भयो कि भएन त यो? कहाँ गयो, के भयो? न गर्छ त। भयो भन्दै थियो कान्छाले, गइहाल्यो फेरि। ल अब त देख सेयरमा, स्टप सेयरिङ। फेरि पनि इमेल नै देखिरह? हामीले देखाएकै छैन, किन देखिन्छ अरे त इमेल? गइयो? ए, यो भएन? अब यो सेयर भएन? 1 1 मार्क। यसमा पनि 2 नम्बरको आउँछ। कति नम्बरको? 2 नम्बरको। दुईटा खाली ठाउँ भर्नुपर्ने हुन्छ, 2 नम्बरको है। बुझ्नुभयो? ल अब जाउँ। यदि स्टुडेन्ट र टिचर बिचको कन्भर्सेसन छ भने एकदम रेस्पेक्टफुल हुनु पर्यो। टोन कस्तो हुनु पर्यो? रेस्पेक्टफुल। साथी साथीको छ भने क्याजुअल, हाई हाई, हेलो हेलो। ओके। इम्प्लोइ र इम्प्लोइ बिचको छ भने फर्मल, एकदमै फर्मल। कस्टमर र सपकिपरको बिच छ भने पोलाइट, नत्र निकालिदिइहाल्छ। ओके, ल हेर्नुहोस् है। जहिले पनि वेयर आर यु गोइङ टुडे भनेको छ भने कसरी आन्सर दिनु पर्यो? आई एम गोइङ टु द लाइब्रेरी टु रिटर्न सम
बुक्स। वेयर आर यु गोइङ टुडे भनेको छ भने आई एम गोइङ फलानु मात्र भनेर नहिँड के। फेरि उसले क्वेसन सोध्न पर्छ कि किन जानु लाग्यो नि भनेर। एउटैमा उसले फेरि फर्दर सोध्न सक्ने आन्सर पनि दिने। अब खाना खाइस् भन्यो भने खाएँ भन्यो, फेरि त्यसलाई जानु मलाई के खाइस् नि, जान मलाई चाहिँ लाग्दैन। क्याजुअल कन्भर्सेसन यस्तो हुन्छ हुँदैन। अब नभन्ने क्या, क्याजुअल कन्भर्सेसन, मैले भर्खर खाना खाएर आएको। के खाए, खाना त खायो, ब्रेकफास्ट खायो कि स्न्याक्स खायो कि के खायो, भात खायो कि खिर खायो कि के खायो, कम्प्लिट भनिदिने कि। आइएल्सकोमा क्वेसन कस्तो हुन्छ, डु यु प्रिफर भिजिटिङ पोखरा भनेर भन्यो। डु यु प्रिफर भिजिटिङ पोखरा, अब भन्यो नि यस भनेर चुप लाएर बस्ने होइन क्या। यस त भन्ने, मलाई मनपर्छ, म अस्ति नै यति 6 महिना अगाडि यहाँ गएको थिएँ र मैले त्यहाँको धेरैवटा होइन हिस्टोरिकल प्लेसेस, रिचुअल प्लेसेस र धेरै घुम्ने खालको प्लेसेसहरू पनि मैले घुमेर आएँ। सर्लक्क भयो। उसले क्वेसन सोधे त एउटा मात्रै थियो नि, हेभ यु एभर बिन टु पोखरा अथवा डु यु लभ ट्राभलिङ पोखरा भनेर सोधे हो नि। उसले आन्सर त पुरै डिटेल दियो। आइएल्सको आन्सर यस्तो हुनुपर्छ, yes of course I love it, that's why I have gone पोखरा several times। अनि गएर के गर्यौ नि भन्न नपरोस् क्या। त्यसैमा म यो घुमेँ, म त्यो घुमेँ, त्यहाँको मलाई सबै त्यहाँको मलाई आइडिया छ, मलाई एकदम राम्रोसँग आइडिया छ। म कोही मान्छे गयो भने म उनीहरूलाई राम्रोसँग रिकमेन्ड गर्न सक्छु यो बेस्ट प्लेस छ भनेर। पर्फेक्ट हो कि होइन, एउटा क्वेसन भन्दाखेरि पर्फेक्ट भएर र आन्सर आयो कि आएन। चुप्लाक चुप्लाक मैले त्यत्रो सोधेकै छैन भन्नु। यस्तो हुनुपर्छ आन्सर भनेको, हो कि। मैले ज्याकेट त राम्रो रहेछ नि भने, तिमीले अब मैले ज्याकेट राम्रो रहेछ भनेपछि तिमीले के बुझ्नु पर्यो, कहाँ किनेर ल्याइस् भने पनि मैले सोधे हो क्या त्यो भने। कतिमा किनिस् भने पनि हो क्या मैले। राम्रो रहेछ भनेपछि त अब मैले अफोर्ड गर्न सक्छु कि सक्दिनँ, सबै डिटेल्स आउनु पर्यो क्या। ज्याकेट राम्रो रहेछ भनेर भनेर चुप लाएर बस्ने होइन। राम्रो छ त मलाई छ भनेपछि तिमीलाई पनि छ, राम्रो भएर भने हो। तिमीले मैले चाहिँ न्यु रोडमा यतिमा किनेको, हजुरलाई पनि चाहनु भयो भने म किनेर ल्याइदिन सक्छु, त्यस्तो हुनुपर्छ। दिस इज अ भेरी फर्मल एन्ड बेस्ट आन्सर। कसरी लेख्ने थाहा भयो, इन रियल साँच्चै भनेको मैले हँसाउने तरिकाले भने, तर हजुरले लेख्ने आन्सर त्यस्तो हुनुपर्छ है। फेरि परराष्ट्र मन्त्रालयले कपी चेक गर्छ, कपी चेक गर्दाखेरि एक्लै हाँसेर चेक नगरोस्। लेनोभो तिमी के भन्छौ, के भनेर क्वेसन सोध्छौ तिमी, डेल पो हो त भयो रे। ल, वाट इज योर फेभरेट सब्जेक्ट, माई फेभरेट सब्जेक्ट इज साइन्स, माई फेभरेट सब्जेक्ट इज साइन्स। तर आई वुड रिकमेन्ड, ओके मैले के भन्छु भन्दाखेरि, अब हजुरले चाहिँ वाट इज योर फेभरेट सब्जेक्ट भनेको छ, आई वेन्ट टु काठमाडौँ यस्टरडे भनेर हुन्छ। म गर्छु आग्राका कुरा, ऊ गर्छ गाग्राका कुरा। जे क्वेसन सोधेको छ क्वेसनले सोधेको आन्सर मात्र लेख्ने। अनि कान्छा, तिमीलाई जिन्दगीमा धेरै ठुलो चिन्ता छ जस्तो छ नि, तिमी किन एकदम बेचैन छौ नि। होइन नि कान्छा, हेर खुट्टा लाग, तिमी साह्रै तनावमा छौ। तिमी तिमी एकचोटि काउन्सिलरकोमा जाऊ। हामी चाहिँ डिप्रेसन भइसकेपछि एकैचोटि पाटन जान्छौँ होइन, कि राँची कि पाटन जाने बेलैमा प्रिकसन इज बेटर देन क्योर। त्यही भएर तिमी भित्र छ नि धेरै तनाव छ के तिम्रो ब्रेकअप भा हुनुपर्छ कि तिम्रो अति केही न केही इस्यु त छ होइन। अब इन्टरभ्यूमा टक्क लाएर त्यसरी बस्दियो भने त केटो हाँस्दैन त, अलिकति केटो के हो होइन। कन्सन्ट्रेट पनि कस्तो कन्सन्ट्रेट के होइन, यसरी हुने हो क्या, चिल हुने हो नि त, इन्जोय हो नि त रिडिङ भने त। पढ्ने कसरी हो, इन्जोय गरेर। बाउले मार्छन् भनेर पढ्यो भने त जिन्दगी पढिन्न, इन्जोय गरेर पढ्नुपर्छ के, फनसँग पढ्यो भने। ऊ केटो यो म्यामले कहाँ बिगार्ली भनेर बस्छ, ऊ सिरियस पढ्छ। मलाई पनि चुनौती कति धेरै छ कि छैन, चुनौती धेरै छ नि मलाई पनि, तर पनि म चुनौती मान्दिनँ त। मान्छे हो, ह्युमन हो, एरर भइ नै हाल्छ, बोल्दै जाँदा जिब्रो लटपटिहाल्छ, लेख्दै जाँदा टाइपिङ एरर भइहाल्छ, हो कि होइन। त्यसलाई सहजसँग मान्ने हो।
त्यस्तो नेगेटिभलाई मैले पोजिटिभ बनाएर अहिले एकदम राम्रो बनाइसकेँ यहाँ। ऊ एकदम पोजिटिभ अहिले, ऊ एकदम ट्रान्सफर्म छ के ऊ। अब यता परराष्ट्रतिर जाने भएपछि अब यतिको भएन भने त त्यहाँ लिँदैन। अनुहारै हेर्दै यसो यसो गरिदियो भने त गयो त फेरि नेगेटिभ भाइब आइहाल्छ नेगेटिभ मान्छेको। अहिले त ऊ धेरै पोजिटिभ भयो। अब त्यतातिर अलिकति सुधार केन्द्रतिर लान नपर्ने गरेर। ल, माई फेभरेट सब्जेक्ट इज साइन्स। अब एक लाइन के, एक लाइन किन मनपर्छ भन्दाखेरि इट इज बेस्ड अन फ्याक्ट्स एन्ड एभिडेन्स। इट इज बेस्ड अन फ्याक्ट्स एन्ड एभिडेन्स भनिदियो भने सुनमा सुगन्ध। पर्फेक्टली एक्जामिनर त लट्ठी नै हाल्छ क्या त्यति लेखेपछि त। त्यो मोहित भयो क्या त्यो। साइन्स मात्र भन्नु भएन नि त, किन मनपर्छ साइन्स लजिक पनि दिनुभयो क्या। इट इज बेस्ड अन फ्याक्ट एन्ड एभिडेन्स, तथ्यमा आधारित हुन्छ नि त, होइन। The use proper question answer. What time is the meeting भन्यो भने it starts at 10 a.m. The meeting starts at 10 a.m. अब यसमा the meeting starts at 10 a.m. आफैले assume गरेर okay, right now it is just 9:45. कति? 9:45. So still we have 15 minutes to go ahead भन्यो भने कति राम्रो भयो, कति राम्रो भयो, भयो कि भएन भन्न चाहिँ हजुरले। मिटिङ स्टार्ट हुने भनेको 10 AM मा हो, अहिले 9:45 भयो, अझै हामीसँग 15 मिनट छ भनेर भनिदिनु भयो भने क्ल्यारिटी आयो कि आएन? एकै नम्बर भए पनि वर्क अन क्ल्यारिटी। ठिक छ। ल अब यो उस एक्जाममा आएको गरम हेरौँ है। Complete the following conversation. 2071 मा आएको। Good morning, doctor. Can you spare me a few minutes? भनेपछि राम भनेको पेसेन्ट रहेछ। अब यहाँ कस कसको बिचमा छ कन्भर्सेसन? राम र डक्टरको। ओके, अब डक्टरले गुड मर्निङ भन्ला कि नभन्ला? डेफिनेटली भन्नु पर्यो नि, त्यो मान्छे हो नि, त्यसले भन्नु पर्यो नि, पऱ्यो कि परेन? हो, यो डक्टर पनि तपाईँ, राम पनि तपाईँ, ट्याक्क मिलाएर लेखिदिने। के लेख्ने? गुड मर्निङ। ओके, गुड मर्निङ भन्दाखेरि एक्सप्रेसन हुनुपर्छ त्यहाँ, एक्सक्लामेटरी साइन। हाउ क्यान आई हेल्प यु? ओके, क्यान यु स्पेयर मी अ फ्यु मिनट्स भनेपछि यो लाइन त घोके नै हुन्छ कि जहाँ पनि राख्न मिल्छ। कसैले केही भन्यो भने एक्सक्युज मी भन्यो भने गेस हाउ क्यान आई हेल्प यु? आइ एम नट इन हेल्पिङ मुड भन्छ होइन हाम्रो उसले। यस, वाइ आर यु बदरिङ मी? नो। अब उसले के भन्छ अहिले? यस, हाउ क्यान आई हेल्प यु? बाबु तिम्रो नाम के हो? अभि। अभि जस्ट वी आर जस्ट प्र्याङ्क है, डुइङ प्र्याङ्क के, किडिङ के, यतिको फन मस्ती त चाहिन्छ नि। ल, गुड मर्निङ एक्सक्लामेटरी साइन, हाउ क्यान आई हेल्प यु? अनि रामले भन्छ आई हेभ कट अ कोल्ड, आई एम कन्स्ट्यान्टली कफिङ। मलाई चिसोले समात्यो, म एकदम खोकेको खोकै छु। अब डक्टर साहब, अब डक्टर भन्नुहोस् हजुर। हाउ लङ हेज इट बिन? कति दिनदेखि हो? हेभ यु टेकन एनी मेडिसिन? भयो कि भएन? यति लेख्नु पर्यो, यति लेखे भयो, केही लेख्न परेन। दिस इज नाइस। सकिन्छ कि सकिन्न? त्यो बनेर आफू लेखिदिने। अब यो पनि 50-60वटा यस्तै खालको कन्भर्सेसन दे भनेर माग्ने च्याट जिपीटीसँग प्र्याक्टिस गरेको गरे गर्ने। अनि मिलेको मिलेन भनेर त्यसलाई सोध्ने। ठिक छ छैन? मैले आइडिया सिकाइदिएको छु कि छैन हजुर? पर्फेक्ट है, पर्फेक्ट। आफै भन्ने आफ्नै आइडिया पर्फेक्ट भन्ने हो फेरि म। ल, मे आई कम इन? डैश प्राण। आई हेभ लस्ट माई वे, कुड यु सो मी द वे आउट? यस्तो छ। अब यहाँ के लेख्नुहुन्छ त हजुरले? ओके, हेर्नुहोस् है। हरि, मे आई कम इन? यस स्योर, हाउ क्यान आई हेल्प यु? यस स्योर, हाउ क्यान आई हेल्प यु? अर्को, हरि आई हेभ लस्ट माई वे, कुड यु सो मी द वे आउट? बाटो हराएछ केटोले, कहाँ पुग्यो कहाँ पुग्यो अब भनिरहेछ मलाई। हजुरले बाटो देखाउन सक्नुहुन्छ? ओके, where do you want to go? I am going to show the way to reach there. Where do you want to go? अथवा हजुरले आफ्नै हिसाबमा of course, why not? Tell me, where do you want to go? जे लेखे नि हुन्छ के? Why not? Sure.
Tell me, where do you want to go? Or what is the name of the place that you are going to? Whatever, write in your own words. जसरी लेखे पनि भयो, गाह्रो छैन। तिमी निराश भयो? अँ, ल यहाँ हाम्रो कोनले पठाइसक्नुभयो फेरि। ए हो, गुड हो नि। यस केडी, के लेख्छ? ब्रेकअप त भयो तर मोफा अफिसर बनेर देखाउने हो उसलाई। ठिक छ ठिक छ, यत्तिको इख लिन पर्छ है। यत्तिको इख केटोले निकाल्छ अब, 100% निकाल्यो तथास्तु भव। यत्तिको चाहिँ हुनुपर्छ के मान्छे भएर। त्यो अनि त्यो तिमी मोफा अफिसरमा नाम निकाले दिन उसलाई गएर थ्याङ्क यू भन है। त्यो केटीले गर्दा मात्र तिमी चाहिँ इख लिएर पढेर नाम निकालेको हो नि फेरि। त्यस्तो त प्याचअप हुँदैन नि त, बगेको खोला फर्किँदैन, हुँदैन प्याचअप। फेरि पछि फेरि त्यो प्रमोसन नभइकन डिमोसन भयो भने छोडेर जान्छ त्यो। आर यु गेटिङ इट? फेरि त्यो भनेको ड्रग्स हो के, अल्कोहल हो। फेरि खाउँ खाउँ लागिहाल्छ, त्यही भएर फेरि जाउँ जाउँ लागिहाल्छ, त्यही भएर नजाने। छोडेको कुरा, अब्सेसन छोडेपछि कहाँ जाने? नजाने। तिमी नआऊ त्यतै बस्छ, म यता अर्को मोफा अफिसर खोज्छु भन्ने। दुईजना सँगै अफिसर, कहाँ अब दुइटै अफिसर बनेर टक्क जाहिर खाएर पैसा दुइटै टन्न, दुइटै निलो गाडीमा सरर र हरियो गाडीमा सरर हिँड्नुपर्छ देखाएर उसकै घरको बाटो। म त्यही भन्छु तिमीहरूलाई, लाइफमा इख चाहिँ दुई चारजना शत्रु बनायो भने नि त्यसलाई देखाउन नि पढिन्छ के। मान्छेले इख लिएर पढ्छ है। यो कसैसँग नरिसाउने मान्छे जिन्दगीमा प्रगति नगर्ने कारण यही हो कि। कसैसँग रिस्ने छैन, कसै शत्रु बनाएको पनि छैन, कसैलाई देखाउनु पनि छैन। अझ भन्छ कि मलाई पैसा कमाउनु छैन, खासै मलाई पैसा पनि चाहिँदैन। त्यो एकदम नालायकहरूले भन्ने हो क्या त्यो। पैसा कमाउन सक्दिनँ भन्ने तर 100% छ, त्यही भएर भन्छ कि खासै मलाई त्यस्तो पैसामा इन्ट्रेस्ट छैन। सो तिमीहरूले यस्तो चाहिँ गर्नुपर्छ, हेलो आर यु ओके। त्यही त होइन, कति कतिखेर के छ खबर भनेर थाहा नै नहुने क्या। हजुर, त्यो पढाएको सेकेन्ड रिप्लेसन त्यसमा आई एम गोइङ टु सो द वे टु रिच बेटर ठाउँमा आई विल सो यु द वे टु रिच बेटर। अफकोर्स अफकोर्स, किनभने सो त गर्नै छ नि। अफकोर्स, वाइ नट? टेल मी द नेम अफ द प्लेस, आई विल डेफिनेटली सो यु द वे इफ आई नो। इफ आई नो, मलाई थाहा छ भने म देखाउने छु। अझ प्र्याक्टिकल एन्ड अर्ग्यानिक भयो कि भएन? यही लेख्नुपर्छ भन्ने छैन। जे लेख ट्याक्क कन्टेक्स्टबाट डेभिएट नभइकन लेख्ने, जे लेख्दा नि भयो के। यो त हामी त बोलिरहेको कुरा हो के अरे नि यो त। डेफिनेटली, सर्टेनली, वाइ नट, जे हाने नि भयो। ओके, हाउ आई गेट एन अपर्च्युनिटी टु सो यु द वे, टेल मी भन्न चाहिँ भएन। तिमीले बाटो बिर्सिनाले मैले अवसर पाएँ तिमीलाई भन्नको लागि भन्न चाहिँ भएन। बिचरा ऊ स्याड छ, स्याड भएपछि आफू नि स्याड भइदिए जस्तो गर्ने होइन। वाइ नट, स्योर, टेल मी द नेम अफ द प्लेस, आई विल डेफिनेटली टेल यु इफ आई नो इट भन्ने। ल है, सुब्बा र थ्याङ्क्स सुब्बा। ल हेर्नुहोस् है, सुब्बाले, ल हेर्नुहोस्, यो घरमा गएर पढ्यो भने चाहिँ केही छैन के। यहाँ गरेर ल्याइदिएको छु, ट्याक्क यस्तो गर्ने है त। ओके, सिम्पल आउँछ, धेरै गाह्रो आउँदैन। त्यही लेखेको, मैले लेखेँ भने त तपाईँहरूले राम्रो लेख्न सक्नुहुन्छ, तर ओभर कन्फिडेन्स चाहिँ सो नगर्ने। हम्बल, एकदम पोलाइट, राइटिङ एटिट्युड भरिएको राइटिङ नहुनु है। सक्दिनँ म बाटोले आउन, मैले ठेका ल्याएको छु र भन्न पाइयो? पाइएन। अघि भने जस्तो, अघि कस्तो ट्रिकी क्वेसन थियो, एफर्मेटिभ रेस्पोन्स लेख भनेर। अब कहाँ लेटरमा ल ओपन गर भनेर हुन्छ त, नेगोसिएसन गर्नुपर्छ ठुलो मुद्दाहरूमा। त्यस्तो भन्छ भने उसलाई थाहा थियो, त्यही भएर त्यसले उ गर्यो। अब एउटा अर्को कुरा छ है, हजुरहरूलाई मैले अर्को कुरा पनि देखाउनु पर्ने छ। एउटा वान वर्ड सब्स्टिट्युसन भन्ने थियो, कहाँ छ त हौ? एकछिन है,
उम्, अब हजुरहरूले चाहिँ यो चाहिँ घोक्नु पर्छ है। वान वर्ड सब्स्टिट्युसन मैले सबै कतिवटा ल्याइदिएको छु कुनै 500 वटा छ कि कसरी सोध्छ भने नि साथीहरू, पहिला भन्छ कि ल सपोज रेजिसाइड भनेको के हो भन्छ हो। अनि हजुरले रेजिसाइडको चाहिँ के गर्ने, मर्डर अफ द मर्डर अफ किङ अर क्विन इज कल्ड रेजिसाइड। अब रेजिसाइडलाई वाक्यमा पनि बना भन्छ, सिङ्गल वर्डलाई डिफाइन गर्ने अरे, एउटा टर्म दिन्छ रेजिसाइड भनेर। अनि हजुरले जान्नु पर्यो दि मर्डर अफ ओके किङ अर क्विन इज कल्ड रेजिसाइड भन्ने। अनि तलपट्टि त्यसलाई एउटा सेन्टेन्स बनाउने। ओके, के भन्नु पर्यो, द इन्सिडेन्ट अफ नेपाल्स के भने द रेजिसाइड, ओके, द रेजिसाइड अफ नेपाल, नेपालमा किलिङ भएको हो कि होइन, स्टिल टर्मेन्ट्स मी वेन आई रिमेम्बर इट, भयो कि भएन। नेपालको राजा रानीको मृत्युले अहिले पनि जब जब म यसलाई सम्झिन्छु स्टिल म टर्मेन्टेड हुन्छु। अथवा अर्को यसरी एक्जाम्पल बनाउने है। अब अस्तो अर्को यस्तो यस्तो भन्दा नि तिमीहरूलाई चाहिँ स्ट्राटेजी डिप्लोमेटिक यस्तो यस्तो ल जस्तै एउटा अब कुन आइदिन्छ नै थाहा हुन्न के, त्यही भएर भएको जति मैले ल्याइदिएको सबै ठिक छ। कहीँ जानु परेन ल, मोनोगेमी कहाँ हो देखेको थिएँ, ए मोनोगेमी, मोनोगेमी भने के हो, हो पोलिगेमी भनेको बहुविवाह, मोनोगेमी भनेको सिङ्गल विवाह। ओके, अब पहिला यसलाई डिस्क्राइब गरिदिनु पर्यो द प्र्याक्टिस। अब यो आएन भने आफै बनाउनु पर्यो भने आफै बनाउँदा नि हुन्छ एउटा स्ट्यान्डर्ड डेफिनेसन, जसरी नि त्यसको मिनिङ आउन पर्यो। सकेसम्म यति ठुलोमा जाँदै हुनुहुन्छ घोक राम्रो, घोक राम्रो होइन, यहाँ कुनै एरर छैन, यो सब एकदम राम्रोसँग मैले टाइप गराएको छु। अब हजुरले भन्नु पर्यो कि द प्र्याक्टिस अफ म्यारिङ वान एट अ टाइम इज कल्ड मोनोगेमी। अब यसलाई एउटा सेन्टेन्स बनाइदिनुहोस् त मोनोगेमीलाई। नेपाल has the practice of monogamy since the, ओके होइन, पहिला त दुईटा तिनटा बिहा गर्थे नि त, since the rise of democracy। ओके, नेपाल has the practice of monogamy since the rise of democracy। नेपालमा प्रजातन्त्र आएदेखि नै नेपालमा कस्तो खालको अभ्यास चलिरहेको छ, मोनोगेमी। ठिक छ, हो त्यसरी एउटा सिङ्गल वर्ड दिन्छ, ओके, त्यसलाई के गर्नु पर्यो, सेन्टेन्समा प्रयोग गर्न पर्यो। एक एक नम्बर, 2 नम्बरको यो भनेको दुईटा आउने होइन, एउटा दिन्छ त्यसलाई डिफाइन गर 1 नम्बर, त्यसलाई सेन्टेन्स बनाऊ 1 नम्बर। बुझ्यौ बाबु। च्यालेन्जिङ के छ भन्दाखेरि मिनिङ थाहा भएन भने सेन्टेन्समा पनि युज गर्न सकिँदैन। वर्डको मिनिङै थाहा भएन भने कसरी गर्ने, ल मानव एकछिनलाई कार्टोग्राफी यहाँ छ, CARTOGRAPHY, कार्टोग्राफी आयो। अब कार्टोग्राफी भने के हो थाहै छैन। अब हाम्रो पालाको जस्तो सेन्टेन्स हो भने आई नो द मिनिङ अफ कार्टोग्राफी गर्दा सेन्टेन्स बन्थ्यो, बन्थ्यो कि बन्दैन थियो। हाम्रो पाला हामी त्यही गरेर गरे त हो नि, पास भएको त हो नि। वाट इज कार्टोग्राफी, अब सेन्टेन्स बनाउन आएन भने वाट इज कार्टोग्राफी भनेर लेखेर आउँथ्यौँ हामी। एउटा वाट इज हाम्रो फन्डा दुईटा थियो, शब्द आएन मिनिङ आएन भने सकेसम्म मिनिङ लेख्ने, होइन कन्फ्युजन छ भने वाट इज कार्टोग्राफी भनेर लेखिदिने, सेन्टेन्स भयो कि भएन। कार्टोग्राफी भनेको के हो, अब यो आएन, अब सबैले यस्तै लेखिदिन्छन्, फेरि अलिक डिफ्रेन्ट लेख्छु भन्नु पर्यो भने आई डोन्ट नो द एक्ज्याक्ट मिनिङ अफ कार्टोग्राफी। ओके, त्यो नि वाक्य भने भनेन, तर अब अहिले के भन्छ, कन्टेक्चुअल, कन्टेक्चुअल एन्ड मिनिङफुल सेन्टेन्स बनाए भनिदियो। विद्यार्थी यस्ता साथीहरू छन् भन्ने उसलाई थाहा छ, एकदम कन्टेक्चुअल, कन्टेक्स्ट अनुसार मिलेको र मिनिङ खुलाएर वाक्यको शब्दको मिनिङ अर्थ खुल्ने गरी वाक्यमा। अब जब अर्थै थाहा छैन केटाकेटीलाई कसरी वाक्यमा, दुइटै गयो क्या यो त। सेन्टेन्सको वर्डको मिनिङ थाहा भयो भने तिमीले सेन्टेन्स त यसलाई आफ्नै भाषामा डिफाइन पनि गर्न सक्यौ, र यसलाई सेन्टेन्स त दूर की बातै नै बनिहाल्यो।
अब त्यो नै आएन भने 2 नम्बर स्वाहा, इतिश्री स्वाहा भनेपछि यो चाहिँ थाहा हुनु पर्यो, यो सबै थाहा हुन पर्यो। 500 जति छ। ल 97 रहेछ है। ल जति अहिलेसम्म भएको बुकमा लेखेका भाका नै यिनै हुन् के। अब दिनमा 10वटा जति घोकियो भने 1 नम्बर त आयो। यहीँबाट एउटा आउने हो, 100% लेखेर दिन्छु भनेपछि दिनमा 10वटा जति घोक्यो भने आयो। आयो कि आएन? अफकोर्स कार्टोग्राफी, तर हुन्छ अलिकति त खुल्यो नि त। कार्टोग्राफी द स्टडी अफ म्याप्स। डिप्लोमेट्स अलिक त्यस्तो प्रष्ट मिनिङ त आएन, 0.5 दिन्छ कि। मिनिङ खुल्नु पर्यो, अर्थ खुल्नु पर्यो। कार्टोग्राफी भनेको अब तिनीहरू त धेरै ठुलो कुरा हो नि त। डिप्लोमेट बन्नु भनेको रका एजेन्टहरू तिनीहरू सबैले पढे हुन्छ नि। आज बिहान मैले एउटा हेरेको थिएँ होइन, एउटा केटी छ अरे के, रको एजेन्टले भनेको होइन। र भने के हो? इन्डियाको गुप्तचर संस्था होइन, त्यसको एजेन्टले के भनेको त्यो चाहिँ वेजे। एनिवे त्यसको एजेन्टले कति बज्यो र? ए होइन, त्यसको एजेन्टले के भन्थ्यो भने के अरे एउटा केटी होइन, केटी नि यस्तै एजेन्ट के भन्नाले अब यस्तै गुप्तचर संस्थामा यस्तै फरेन मोफासँग रिलेटेड, आर यु गेटिङ इट? परराष्ट्र मन्त्रालयसँग रिलेटेड त हुन्थ्यो। अनि त्यसकै एउटा पोस्ट त हो नि। अनि त्यसमा चाहिँ त्यो केटीलाई चाहिँ भन्यो अरे कि तैँले भोलि हाम्रो दुईटा एजेन्टहरूलाई चाहिँ थुनिएको छ, त्यो दुईटालाई हाइज्याक गर्नुपर्छ, तैँले जेल हाइज्याक गर्नुपर्छ भन्यो अरे के। भोलि हाइज्याक गरेर निकाल्नु पर्ने छ, ऊ आज बेलुकाको 4 बजे मात्र उसलाई थाहा छ के। यस्तो हुन्छ अरे त्यहाँको स्टाफ भनेको, यस्तो खतरा हुनुपर्छ अरे कि उसले 2जना होइन कि 12जना, 12 त्यो पुरै जेल हाइज्याक गरेर 12जना कैदी निकालिदियो अरे। 2जना मात्र निकाल्नु पर्ने थियो नि, तर उसले कसलाई निकालिदिए? 12जना। एउटा केटीले। त्यसले भन्थ्यो कि म त के हो र, म कस्तो कस्तो फिमेलहरू पनि कस्तो कस्तो छ यहाँ भनेर आज बिहान मात्रै मैले सुनेको, आज बिहानको कुरा। त्यसले के भन्थ्यो भने त्यो इन्डियाको थियो, त्यसले नेपालको इन्टरभ्यू दिँदै थियो, इन्डियाकै एउटासँग ठुलै पत्रकारसँग इन्टरभ्यू दिँदै थियो। अनि त्यो केसमा चाहिँ अब तँले त आफ्नै दाजुभाइसँग नि डर लाग्छ होला है भनेर भन्दाखेरि मलाई म कसैसँगलाई नि आई कान्ट बिलिभ एनी बडी, आई कान्ट बिलिभ एनी बडी, म कसैसँग बिलिभ गर्नै सक्दिनँ। म आफै पकाउँछु, म आफै खाना खान्छु, म आफै किनेर लिएर आउँछु, म कसैलाई पनि, म मेरो फ्यामिली, माई वाइफ, आई नेभर बिलिभ एनी बडी। जो पनि कति बेला किनिन बेचिन सक्छ थाहा हुँदैन। सो आई नेभर डु ट्रस्ट। अनि त्यसलाई अर्को क्वेसन गरिन्छ कि ओहो यस्तो हुन्छ है, यताउता यस्तो यस्तो खतरा हुनुपर्ने रहेछ है भनेर भन्दाखेरि म त के हो र, मैले यस्तो केटी देखेको छु जसलाई बेलुका 4 बजे मात्रै थाहा दिन्छ कि तैँले भोलि 2जना जेलमा गएर 2टा कैदी फरार गर्नुपर्ने छ भनेर। उसले बेलुका कति छिटो प्लान गरेर भोलिपल्ट 2जना गर्नुपर्ने ठाउँमा उसले कतिजना निकालिदिए? 12जना जेल हाइज्याक गरेर। यो म त केही पनि होइन, त्यस्तो त्यस्तो बोल्ड बोल्ड यो क्षेत्रले त्यस्तो जन्माउँछ, यो क्षेत्रले त्यस्तो बनाउँछ। सो या हेभ यु नोटिस्ड? यो बाहिरी कुरा गर्ने ठाउँ त होइन, त्यो के एउटा प्रसाई छ नि, त्यसले सबै भित्री कुरा थाहा पाउँछ नि। हेभ यु रियलाइज? अहिले पनि गोकर्ण रिसोर्ट फलानुको यो फलानुको चाहिँ नेपाल यो दरबार चाहिँ आङ्काजी शेर्पा मरे नत्र भोलिपल्ट चाहिँ साइन हुनेवाला थियो अहिले भनिरहेछ नि। उसले कहाँबाट थाहा पायो यो कुरा? उसलाई कसले यस्तो, उसले जे भनिरहेछ त्यो सब सत्य निक्ल्यो। कसले? यस्तै एजेन्टहरूले, जसले यस्तै गुप्तचर संस्थाको काम गर्छ। आर यु गेटिङ इट? यहाँ हामीसँग कति ठोकियो होला नि। यहाँ काठमाडौँ त प्ले ग्राउन्ड हो नि। दिस इज अ प्ले ग्राउन्ड फर एभ्री कन्ट्री। यहाँ जति त यहाँ काठमाडौँको बासिन्दा भन्दा बढी त यहाँ त एजेन्ट छन् अरू देशका। ओके
ल है, अब मैले हजुरलाई लास्टमा एउटा सरप्राइजिङ कुरा भन्दैछु। हाम्रो कोर्स सकियो। आर यु गेटिङ इट? सुरुमै भने भए टेन्सन हुन्थ्यो होइन, लास्टमा चिफ परराष्ट्र पढाउँदा पढाउँदै म पनि डिप्लोमेट भई सकेँ। आर यु गेटिङ इट? अब प्र्याक्टिस गर्दै जाने, प्रत्युसँग कनेक्टेड हुने है सबैजना, प्रत्युसँग, किनभने उसँग क्वेसन्सहरू छ। त्यो अरू अरू पढेर के काम, एक्जाममा आउने आउने क्वेसन प्र्याक्टिस गर्न पाए पो हो कि होइन? त्यही भएर प्रतिसँग सम्पर्क गर्ने, आएन भने मलाई सोध्ने, फेरि मलाई एकचोटि सोधेर हुँदैन, तल 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 कहाँ हुन्छ। ओके, ठिक छ। कस्तो राम्रो बुक, यो बुक त दामी है, पढ बाबा, धेरै राम्रो छ यो बुक, सुन्यौ? ए, धेरै राम्रो छ यो बुक, यो पढ्ने अब गर्ने, अब के अन्त, अब यस्तो वर्डहरू जान है, यो वर्डहरूको यस्तो वर्डहरू चाहिँ बढी। सुन त, यहाँनिर एउटा बुक छ के, भोजराज भुसालजीको। कसको छ? होइन, उहाँले चाहिँ यहाँनिर तिमीहरूलाई चाहिने टर्मिनोलोजीहरू, स्पेसली कस्तो टर्मिनोलोजीहरू आउँछ सेन्टेन्स बनाउन भन्दाखेरि, हेर्नुहोस् त, कर्टेसी भने के हो, यसलाई डिफाइन गर्नु पर्यो, यसलाई सेन्टेन्समा डिप्लोमेसी भने के हो, होइन, एक्सपर्ट, फोरम, ओम्नी प्रेजेन्ट, यस्तो शब्दहरू। यो बुक राम्रो छ है, यो बुक राम्रो छ, यस्तैबाट हेरेर गर्नु होला, एकदम दामी छ यो बुक। अब ट्याक्क अलिअलि आइडिया क्लासबाट भयो, अब बुक एउटा गाइडेन्स भएपछि टक्कलाई राम्रोसँग गर्ने। मैले लेख्न पाए भए कति राम्रो लेख्थेँ, मसँग टाइमै छैन बुक लेख्ने। ल है साथीहरू, के भन्दै हुनुहुन्छ हजुरहरूले? म आउँदैछु, म्याम देखाउनु न बुक। ओके, ल बुक बुक देखाइदिने अरे, खोइ दिनु त त्यो बुक है, भोजराज भुसाल, यो डिप्लोमेसी यसरी देखाउनु पर्छ होला त्यहाँ त। कता हो खोइ, ए होइन, ए ल है, यो बुक भयो भने पर्फेक्ट, यसमा बेस्ट हुँदा बेस्ट हुन्छ। अझ योभन्दा पनि राम्रो हजुरहरूले गर्न सक्नुहुन्छ, सबै फर्मेटमा दिएको छ, मैले पनि हेरेको छु यो बुक। अनि अर्को कुरा, हजुरहरूको इन्स्टा छ कि फेसबुक छ? सबले निकालेर मलाई फलो गर्नु। वी निड टु बी कनेक्टेड होइन, लाइफ टाइमको। अभि तिमीले पठाएको 1 सेकेन्डमा आउँछ हो, केमा छ, के छ नानु तिम्रो नाम? ट्विटर त म त्यस्तो भिआइपी अलि होइन कि ट्विटरै बनाउने जस्तो। जिमेल किन चाहियो? वाट्सएप छ त। नाम के अरे नानु तिम्रो? कहाँ बसेछ श्रेयाजी? देखाउँदैन त कान्छी। कतिजना छन् हौ? 400। फेरि है, सुन्नुहोस् त, एउटा रिक्वेस्ट है, अनलाइन स्टुडेन्टहरू सबैजनालाई, ल डियर अनलाइन स्टुडेन्ट्स, हामी कनेक्सनमा बस्नुपर्छ। क्वेसन हस् हस्, हामी अनलाइनलाई पनि पास्ट क्वेसन अभाइलेबल गरिदिनु न। प्रत्युष, तिम्रो फोन नम्बर भन त। यस, ल ल उठेर भनिदेऊ त, कति राम्रो मान्छेले भने, त्यो केटीहरू पनि छन्, ल उठेर भने। ल प्रत्युष, ल ए हो, 9814373860 है, लास्टमा 0। ल यो 0वाला नम्बर लास्टमा राख्नु हुन्न जान्छ, फोन नम्बर चेन्ज गरिहाल हो। न्युमेरोलोजी अनुसार लास्टमा 7 नम्बर आयो भने त त्यसले फोनमा बोलेको कुरा कहिल्यै पुरा नै हुँदैन। 7 नम्बर, लास्टमा 4 नम्बर आयो भने सधैँ खिचखिच, त्यो मान्छेसँग कहिले, त्यो 0 त झन् आउनै हुँदैन। तर कुन नम्बर आउनुपर्छ भन्ने मलाई थाहा नि छैन। न्युमेरोलोजीमा हेर्ने युट्युबभरि छ। मेरो आहा, मेरो हजुरलाई आउँछ हेर्न? ल 204312। इङ्ग्लिस डेट भनेको मार्च 8 हो कि अप्रिल 8 हो? मार्च, अप्रिल हो कि चैत भनेको? पछाडिको चाहिँ 8 हो। हजुर स्याटर्नबाट रुल हुँदो रहेछ। हो त्यही त,
त्यस्तो मान्छेले धेरै जस्टिस ओरिएन्टेडेड हुन्छ। मेरो म 8 नम्बर पनि हो होइन, मेरो शत्रु पनि धेरै हुन्छ है, मेरो शत्रु पनि धेरै हुन्छ। मेरो इन्फिनिटिभ साइन बन्छ नि त 1 नम्बर, म माथि पुगेर फेरि मलाई तलै झारिदिन्छ के। आर यु गेटिङ इट? त्यो होइन, अनि फेरि हेर्नु म कहाँ पुगेमा, कस्तो राम्रो हो उनले, कस्तो अहिले भर्खर। म 8 नम्बर हो के, 8 नम्बर भनेको स्याटर्नको शनिको नम्बर हो नि त। अनि त्यो भनेको चाहिँ माथि लगिदिन्छ, इन्फिनिटिभ साइन बन्छ नि 8, माथि लगिदिन्छ तल झारिदिन्छ। म कहाँ युएनमा पुगे मान्छे फेरि तल झरेको छ होइन। 8 नम्बर के बाबु, न्युमोरोलोजीमा 8 नम्बर हो क्या मेरो बर्थ डेट। उसलाई देऊ त, उसले निकालिदिन्छ। अनि मेरो चाहिँ स्ट्रगल धेरै हुन्छ है, मेरो स्ट्रगल लास्टै धेरै हुन्छ है, शत्रु लास्टै धेरै हुन्छ है। शनिको सबैसँग पर्दैन नि, त्यही त नि। म फेरि सबलाई माया गर्छु, जस्टिस ओरिएन्टेडेड हुन्छ, कसैसँग कसैले नराम्रो गरेको सबलाई हेल्प गरिदिने हो क्या फेरि। म फेरि त्यस्तो हो, फेरि मेरै शत्रु धेरै हो एकदम। म फेरि सकेसम्म सबलाई हेल्प गर्ने, माथि पुगे मान्छे फेरि तल झर फेरि स्ट्रगल गर्नु पर्यो परेन, कहाँ पुग्ने मान्छे। 5 नम्बर मेरो छोरा छ, धेरै राम्रो हो। फेरि 8 र 5 को पनि कम्पेनियन मिल्दो रहेछ क्या, यस्तो कुरा मिल्छ नि त्यसको र मेरो। 5 नम्बर उहाँ तपाईँहरूको नम्बर हेरेर अनि उहाँलाई सम्पर्क गर्ने, उहाँले न्युमेरोलोजी अनुसार नम्बर निकालिदिनुहुन्छ। अन्त नम्बरको फ्लज के हो, त्यो नम्बर बर्थ डेट मेरो जस्तो मलाई थाहा छ कि मेरो न्युमेरोलोजीमा 8 नम्बर हो। 8 नम्बरको शत्रु धेरै हुन्छ हो, म एकदम जोगिएर बोल्न पर्छ। म मेरो मेरो हस्बेन्डको खै कुन डेट नम्बर हो थाहा भएन, 6 नम्बर हो क्या, 6 नम्बर हो क्या। नम्बर पनि 8 नै हो, 17 8 हो 17 1 + 7। हजुरको पनि मैले थाहा पाइसकेँ, सेम सेम। ओके ल अनलाइन डियर स्टुडेन्ट्स, मेरो सब अनलाइन स्टुडेन्ट्स गइसक्नुभयो कि हुनुहुन्छ? ल 29 जना हुँदो रहेछ, सबैजनाले म समिता लामिछानेलाई यसो फलो गर्नु होला है फेसबुकमा। ओके ल हाम्रो क्लास आजबाट एन्ड भएको छ, सबैजना सन्तुष्ट? ए हेलो हेलो हेलो। ल डियर अनलाइन स्टुडेन्ट्स एन्ड अल अफ यु, हामी करिब 2 हप्ता प्लस पढ्यौँ होइन, आर यु गेटिङ इट? अब हामीले टिचिङ भनेको स्याम्पल टिचिङ हो, के हो बेटा? स्याम्पल टिचिङ हो। अब त्यसमा आफै पौडिने, आफै खेल्ने आफ्नो काम, नआएको कुरा सहजीकरण गर्ने मेरो काम। अब हजुरले लास्टमा मलाई फलो पनि गर्दिन पर्यो ल ओके, सबजनाले गर्ने है। अनि मेरो कस्तो भने 5000 फ्रेन्ड क्रस गरिसकेको छ के, अनि कसलाई अनफ्रेन्ड गरेर एक्सेप्ट गर्नु, मलाई कस्तो नमजा। उसले थाहा पायो भने होइन, इन्स्टामा समिता 7 कि के छ क्या मेरो जमानामा छ नि, हनुमानको फोटो। धेरै जिन्दगीमा सङ्कट धेरै पर्ने भएर म हनुमान सङ्कट मोचन कान्छ फेसबुकमा। मेरो 12,000, अहिले अस्ति 11,000 थियो, सिजनमा 1,000 बढ्यो। खोइ मैले त अहिलेसम्म केही हेरेको छैन। हो ल बाबु मलाई फलो गर त, मलाई चाहिन्छ। ल बाबु गर त इन्स्टा, तँ त धरै पाउन्नस् के, मलाई क्वेसन गर्ने नि जहिले होस् नि बाबु। मेरो आइडी के रहेछ म हेर्छु है, के रहेछ मेरो आइडी? समिता लामिछाने 08 रहेछ मेरो इन्स्टामा, समिता लामिछाने 08। सबैजनाले फलो गर्नु होला है, इन्स्टा मात्रै होइन फेसबुकमा पनि गरिदिनु होला। हेलो थ्याङ्क यू। तिम्रो छैन फेसबुक इन्स्टा, मलाई फलो गर है, फेसबुकमा गरे नि हुन्छ। हजुर कहाँ कसरी, म त जान्दिनँ। नोटिफिकेसन हो, म जान्न त्यसको नोटिफिकेसन अविराज बुद्धा उमा माथि होइन 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 रिफ्रेस भर्खर त गरे मैले यार। कौन मर्निङ यार आया यार तिम्रो आइडी नै यार।
किन आएन होइन नेट स्लो भएर बाबु भरे घर गरेर गर्छु म घर गएर गर्छु ल मेल गरिदिन्छु भनेर पठाउनु भएन भोट हजुर के इन्स्टा अँ मलाई इन्स्टामा पिडिएफ पठाइदिनु ल मैले यस्तो ए सुन्नुहोस् त यहाँ तल रवि सरले मलाई एकचोटि सबै कम्पाइल गरेर पठाइदिनुहोस् है नोट भन्नुभएको छ होइन आज म के कति भ्याउँछु भ्याएँ भने म आज पठाउँछु म भोलि 3 बजीसम्म त म यहीँ नाइसमै हुन्छु भोलि म एकदम धेरै बिजी हुने दिन हो फिडब्याक हुन्छ होइन त्यही भएर आज र भोलिमा म तपाईँको सबैको नोट पठाइदिन्छु है त अनि उहाँहरूले पठाउनु हुन्छ त्यो म बिर्सिन्न यो कुरा मेरो अब यही त ड्युटी बाँकी छ मैले हजुरलाई चाहिँ सरलाई पठाइदिन्छु सरले हालिदिनुहुन्छ है प्रिन्ट त के कसो छ तिम्रो ग्रामर बाँकी छ है एकचोटि तल सोध न के हुन्छ है सोध है पछि भयो भने त भइहाल्यो हजुर बाबु ल बाई बाई अल अफ यु नाइस टु मिट यु सबैजनालाई हामी म्याम मैले त अस्ति नै गरेको छु नि थ्याङ्क यू दिनेश दामीजी थ्याङ्क यू सो मच ल बाई बाई सी यु है सबैजनालाई थ्याङ्क यू सो मच फेरि भेटौँला ल है म